कृष्ण सुनवार गतिशील लोकतान्त्रिक पार्टी युवा विभाग प्रमुख। आज हाम्रो प्रोग्राम पूर्व निर्धारित प्रोग्राम किन रोजगारी नेपाली युवाको मुख्य राजनीतिक एजेन्डा हुनुपर्छ भन्ने टपिकमा हामी आज कुरा गर्दैछौँ। यसमा हाम्रो हाम्रा आजका सम्मानित वक्ता निशा अधिकारी र डाक्टर मनिष थापा हुनुहुन्छ हामीसँग। मैले पहिलो वक्ताको रूपमा डाक्टर मनिष थापालाई आजको किन रोजगारी नेपाली युवाको प्रमुख राजनीतिक एजेन्डा हुनुपर्छ भन्ने 10 मिनट सर। धन्यवाद। सर्वप्रथम त तपाईहरु सबैलाई म धन्यवाद दिन चाहन्छु। यो एकदम पर्टिनेन्ट इस्यु तपाईहरुले उठाइदिनु भयो। किन भन्दाखेरि नेपालको राजनीतिक परिदृश्यमा मैले धेरै चोटी हैन, अब धेरै त हैन, 3-4 वटा चुनावको मेरो पूर्व चाहिँ नि मेरो जुन एक्सपिरियन्स थियो, त्यो एक्सपिरियन्समा चाहिँ नि जहिले पनि राजनीति मात्रै सेन्टरमा चाहिँ नि एउटा एजेन्डाको रूपमा जहिले पनि आएको छ हैन। चाहे चाहिँ नि त्यो संविधान सभाको निर्वाचन होस् या चाहिँ नि हैन भनौं न यो भन्दा अगाडि भएको चाहिँ नि संसदीय चाहिँ नि चुनावको या चाहिँ नि इभन स्थानीय चुनावमा पनि खाली राजनीतिलाई मात्रै हामीले परिदृश्यमा भनौं एउटा सेन्ट्रलाइज्ड उसमा राखेर एजेन्डा चाहिँ नि निर्माण हुन्छ हैन। यो चाहिँ नि राइट लेफ्ट हैन सेन्टर, अब अनि त्यो भन्दा बाहेक चाहिँ नि अझ यो कसको चाहिँ नि कसले कुन चाहिँ नि जाति, कुन चाहिँ नि समूह, कुन चाहिँ नि राजनीतिक चाहिँ नि धाराले चाहिँ नि भनौं न राज गर्ने भन्ने खालको त्यो खालको मात्र एजेन्डा देख्छौँ। अब यो किन हुन गयो भनेर चाहिँ नि मैले कहिलेकाहीँ यसो विचार गर्दा 2-3 कुरा। एउटा चाहिँ नि हाम्रो राजनीतिले जहिले पनि हामीलाई डिभिजन हैन त्यो भनौं न दुई उसमा जहिले पनि बाँड्ने चाहिँ नि एउटा कार्य गर्यो। जस्तो अब मैले चाहिँ नि भनौं न 46 सालको जुन चाहिँ नि जनआन्दोलन भन्छौँ, जहाँबाट चाहिँ नि हाम्रो यो राजनीतिक कोर्स चेन्ज भयो, त्यहाँदेखि नै हामीले हेर्ने हो भने चाहिँ नि हाम्रो राजनीतिक पार्टीहरूले खाली हामीलाई चाहिँ नि विभाजन गर्ने मात्रै काम गरियो। 46 सालको राजनीतिक जुन उपज थियो त्यो उपजमा चाहिँ नि एउटा कांग्रेस र कम्युनिस्ट भन्ने हैन र हाम्रो घर नै विभाजन हुने काम भयो हैन। कोही दाइ कांग्रेस भए भाइ कम्युनिस्ट हैन। त्यसो गरेर चाहिँ नि एउटा घर नै त्यति बेला चाहिँ नि छुट्टिने स्थिति हैन। मैले त्यो धेरैको देखेको छु। भनौं न अब हरेक चाहिँ नि अब इभन चाहिँ स्थानीय तहको निर्वाचनमा पनि दाइ नै उठ्ने, एकको अगेन्स्टमा अर्को हैन। अनि कांग्रेस कम्युनिस्ट भनेर चाहिँ नि हामीलाई त्यो राजनीतिक चेतनामा चाहिँ नि बाँड्ने काम भयो। त्यसपछि नि हाम्रो माओवादी जनयुद्धले के गर्यो भने अझै त्यसमा चाहिँ नि अझै धेरै चाहिँ नि कम्पोनेन्टहरु चाहिँ नि विभाजनका कम्पोनेन्टहरुलाई चाहिँ नि अगाडि ल्याइयो। जस्तो अब एउटा चाहिँ नि जातीय आधारमा को विभाजन हैन, त्यस्तै चाहिँ नि धार्मिक आधारको विभाजन अनि क्षेत्रीय आधारको विभाजन हैन। पछिल्लो समयमा यो संविधान निर्माण गर्ने क्रममा चाहिँ नि भनौं न हाम्रो चाहिँ नि फेडरल स्टेटको एस्पेक्टमा त इभन त्यति बेला चाहिँ नि जातीय भाषीय र यो के रे तपाईको क्षेत्रीय रूपको विभाजनको चाहिँ नि राजनीति मात्रै हामीलाई सिकाइयो। र मैले अब नेपालको राजनीतिमा चाहिँ नि 46 सालपछिको हैन हामी चाहिँ नि भनौं न एउटा चाहिँ नि सुसूचित हुने बेलाको चाहिँ नि राजनीतिको मैले यसो विश्लेषण गर्ने हो भने यो विभाजनहरुमा मात्रै हामीलाई अल्मलाएको देखेको छु के। र हामी कहाँ कहिले पनि रोजगारी, उद्यमशीलता, व्यापार व्यवसाय हैन त्यो एस्पेक्टको चाहिँ नि एजेन्डा कहिले पनि आएन हैन। कुनै पनि पोलिटिकल पार्टीको पोलिटिकल म्यानिफेस्टो जुन चाहिँ नि इलेक्सनमा जाने या उनीहरुले राजनीतिक पार्टीको आफ्नो एउटा चाहिँ नि भनौं न डक्ट्रिन हैन, पोलिटिकल डक्ट्रिनमा चाहिँ नि यो उद्यमशीलता र रोजगारीतालाई कहिले पनि एउटा चाहिँ नि सेन्ट्रल एजेन्डाको रूपमा चाहिँ नि मैले कहिले पनि पाएको छैन हैन। खाली राजनीति मात्र एउटा प्राइमस हुन्छ। र अनि उनीहरुले राज गर्दाखेरि हैन अब नेपालको पोलिटिकल पार्टीहरु जति पनि पोलिटिकल पार्टीहरु छन् उनीहरुले चाहिँ नि आफू सत्तामा आउँदाखेरि पनि कहिले पनि उद्यमशीलता र रोजगारीतालाई चाहिँ नि एउटा सेन्ट्रल फोकसको रूपमा कहिले पनि लिएको छैन। अब त्यसको विभिन्न कारण हुन सक्छ। एउटा कारण त अब नेपालमा जहिले पनि हामी चाहिँ एउटा पोलिटिकल डिस्टेबिलिटी हैन, एउटा डिस्टेबलाइजेसनकै चरणमा चाहिँ नि जहिले पनि गयौं हैन। मेरो विचारमा एउटा सरकार बाहेक मेजोरिटी अफ सरकारले चाहिँ नि त्यो मेजोरिटी के रे आफूसँग मेजोरिटी भएर चाहिँ नि चलाउन पाएको कहिले पनि थिएन। त्यो कारण पनि हुन सक्छ। किन भन्दा एउटा सरकार बन्ने बित्तिकै
अपोजिसन पोलिटिकल पार्टी या अरू पोलिटिकल पार्टीहरूले चाहिँ त्यो सरकारलाई जसरी हुन्छ भङ्ग गर्न खोज्ने एउटा त्यो परिपाटी, राजनीतिक पार्टीभित्र पनि कुनै पोलिटिकल पार्टीले लिड गरेको छ या उसँग अरू कोलिसन पार्टी छ भने राजनीतिक पार्टीभित्र पनि विभिन्न धारहरू, विभिन्न चाहिँ नि व्यक्तिहरू, विभिन्न समूहहरूले चाहिँ नि त्यो जो मान्छेले लिड गरेको छ त्यसलाई नै पोलिटिकल पार्टीभित्र नै त्यसलाई त्यसको खुट्टा तान्ने खोज्ने होइन, आफू पावरमा जान खोज्ने, मन्त्री आफ्नो समूहबाट लान खोज्ने होइन, त्यो विभाजन मात्रै हामी जहिले पनि त्यो खालको विभाजन होइन, राजनीतिक खिचातानीको विभाजनमा मात्रै सीमित भयो। त्यो भएको कारणले गर्दाखेरि चाहिँ नि एउटा प्रधानमन्त्री या चाहिँ नि भनौँ न राज्य गर्ने चाहे त्यो राष्ट्रपतिदेखि लियो होस् या चाहिँ नि एउटा सानो मन्त्री नै किन नहोस्, ऊ खालि आफ्नो पावर बचाउने मात्रै काममा चाहिँ नि बसेको होइन, त्यो खालको चाहिँ नि हामीले एउटा परिदृश्य देखिएको छ। अब त्यो एउटा चाहिँ नि पोलिटिकल कन्टेक्स्टको कारणले त्यो हुनसक्छ। अर्को कारण चाहिँ नि के भन्दाखेरि हाम्रो राजनीतिक पार्टीमा अहिले जति पनि नेता भन्ने मान्छेहरू हुन्छ जसले लिड गर्नुभएको छ उहाँहरू जहिले पनि एउटा राजनीतिक वैचारिकता या त्यो राजनीतिक भनौँ न एउटा चाहिँ नि डक्ट्रिनको चाहिँ नि लडाइँमा मात्र लड्नुभयो। उहाँहरूलाई चाहिँ नि उद्यमशीलता के हो होइन, रोजगारीता के हो भन्ने कुरा नै थाहा छैन, किनभने उहाँहरूको हामीले कन्टेक्स्ट नै हेर्नुहुन्छ भने गएको 20 वर्षदेखि नै उहाँहरूले नै राज गर्दै आउनु भएको छ। सो उहाँहरूले चाहिँ नि खालि राजनीतिलाई मात्रै एउटा सेन्टर अटेन्सनमा मात्र राख्नुभयो होइन। सो त्यो भएको कारणले स्टेट क्राफ्टमा होइन, राजनीतिबाट स्टेट क्राफ्टमा जब उहाँहरू आउनुभयो उहाँहरूको फोकस चाहिँ नि यो उद्यमशीलता त्यो होइन या चाहिँ नि इकोनोमिक डेभलपमेन्ट होइन, त्यो खालको कन्टेक्स्टमा चाहिँ नि मैले कुनै पनि सरकार होइन अहिलेसम्मको 46 यता कुनै पनि सरकारले चाहिँ नि त्यो गरेको देखेको छैन। यो अहिले मात्र होइन कि पुरानो सरकारमा यदि हामीले होइन 46 सालपछि नेपाली काङ्ग्रेसको पार्टी त्यसपछिको चाहिँ नि पार्टीहरूको चाहिँ नि फुट होइन, त्यसपछि होइन मध्यावधि चुनावमा जाने होइन, यो हरेक परिदृष्टिमा होइन, त्यसपछि यो के अरे यो संविधान बनाउने चाहिँ नि संविधान सभा होइन, त्यति बेलाको सरकार हामीदेखि यो पुरानो चाहिँ नि केपी शर्मा ओलीको जुन सरकारसम्म आउँदासम्म चाहिँ नि मैले त्यो खालको चाहिँ नि एउटा पर्टेक्स देखेको छु। अब हामीलाई चाहिँ नि अबको चाहिँ नि निर्वाचनमा किन चाहिँ नि रोजगारीता एकदम जरुरी छ भन्ने कुरामा चाहिँ अलिकति त्यसमा चाहिँ अलिकति म फोकस हुन चाहन्छु। हामीलाई किन पनि जरुरी छ भने यदि हामीले आज हाम्रो देश हेर्छौँ भने आज हाम्रो देश खाली छ होइन। हामी भन्छौँ हाम्रोमा चाहिँ नि युवा शक्तिको चाहिँ एउटा ठुलो समूह छ, उमेर समूह छ, जुन हाम्रो लागि एउटा एडभान्टेज हो। तर त्यो एडभान्टेज सधैँ रहिरहन्छ त भन्ने कुरामा चाहिँ नि अहिले हामी नै हेर्दाखेरि हाम्रो चाहिँ नि मेजर हाम्रा नेपालका युवाहरू चाहिँ नि विदेशमा गएर रोजगारी गर्ने स्थिति छ होइन। आज चाहिँ नि हाम्रो गाउँमा चाहिँ नि मान्छे नपाएर एउटा मलामी उठाउने मान्छे चाहिँ नि नभएको स्थिति छ। हाम्रो खेतहरूमा चाहिँ नि हामीले उत्पादन होइन कि होइन बाँदरहरू चाहिँ नि हिँड्ने होइन, बाँदरका समूहहरू चाहिँ नि बास गर्ने ठाउँ हामीले बनाएका छौँ होइन। तराईका चाहिँ नि हामी खेतहरू हेर्छौँ भने त्यो बाँझो छ। त्यो किन भइरहेको छ भन्दाखेरि हामी कहाँ चाहिँ नि म्यासिभ आउट माइग्रेसन होइन, चाहे त्यो रोजगारीताको लागि होस् चाहे चाहिँ त्यो शिक्षाको नाममा चाहिँ नि माइग्रेसन होस् होइन, यो विभिन्न खालको माइग्रेसनले चाहिँ नि ठुलो समूहको नेपालीहरू आज नेपालभन्दा बाहिर जानुपर्ने एउटा खालको स्थितिमा हामी पुगेका छौँ होइन। त्यो हुनुको कारण के हो भन्दा हामी कहाँ चाहिँ नि कुनै पनि भनौँ न भविष्य नदेखेर हो नि त होइन। आज चाहिँ नि हाम्रो नेपालीहरू खाडी मुलुकमा 40 डिग्रीको चाहिँ नि के अरे हिटमा बसेर काम गर्नुपर्ने स्थिति छ होइन, जबकि हाम्रो यस्तो राम्रो देश होइन जहाँ होइन वेदर नै हेरौँ न, हामी आज विन्टरको चाहिँ नि भनौँ न एउटा उसमा छौँ, त्यही पनि अब हामी मजाले घाम लागेको छ होइन, हामीलाई होइन भनौँ न यो हामीलाई त सबै कुराले चाहिँ नि साथ दिएको छ। तर पनि होइन हाम्रा चाहिँ नि भनौँ न युवा युवतीहरू चाहिँ नि खाडी मुलुकमा होइन मलेसियामा होइन या चाहिँ नि अझ अब अहिले पछिल्लो समयमा चाहिँ नि विभिन्न खालका यो के अरे युरोपियन मुलुकहरूमा होइन गएर चाहिँ नि रोजगारी गर्नुपर्ने एउटा स्थिति छ। किनभने त्यो त अवसर नभएर नै हो नि होइन, अल्टिमेटली त हाम्रो राजनीतिले नै उहाँहरूलाई पुस गर्नुभएको हो नि होइन, हामी कहिले पनि इकोनोमिक एजेन्डामा चाहिँ नि कहिले पनि फोकस नभएको हो नि होइन। म एउटा सानो उदाहरण दिन्छु। 1990 यता चाहिँ नि यदि मैले चाहिँ भारतको राजनीति हेर्ने हो भने भारतको राजनीति जहिले पनि एउटा इकोनोमिक एजेन्डामा चाहिँ टिकेको छ होइन। त्यही भएको कारणले अब हामी के भन्दैछौँ भने भारत अबको 10 वर्षपछि चाहिँ नि एउटा इकोनोमिक सुपर पावरको रूपमा अगाडि आउँदैछ भनेर भन्छौँ होइन। त्यहाँ पनि हाम्रो जस्तो राजनीतिक खिचातानी नभएको होइन। तर तपाईँले यदि सेन्ट्रल गभर्मेन्ट हेर्नुहुन्छ भने जस्तो सोनिया गान्धीकै म एउटा उदाहरण दिन्छु। सोनिया गान्धीले जब आफू चाहिँ नि भनौँ न आफ्नो सरकारले के अरे कङ्ग्रेस अहिले जब चाहिँ नि चुनाव जित्यो उनी आफू चाहिँ नि पछाडि परेर एक स्टेप पछाडि बसेर मनमोहन सिंह एउटा इकोनोमिस्टलाई चाहिँ नि सरकार चाहिँ नि चलाउन दिनुभयो होइन। त्यसको दुईवटा कन्टेक्स्ट छ। एउटा त के हो भने एउटा इकोनोमिस्टलाई चाहिँ नि सरकारमा चलाउन दिनु
भनेको नै पोलिटिकल कुराहरू चाहिँ नि म म्यानेज गर्छु, तिमी चाहिँ इकोनोमिक एजेन्डामा फोकस हौ होइन। आज भारतले जति प्रगति गरेको छ त्यो सबै मनमोहन सिंहको 10 वर्षको उहाँको राजकाजमा जति पनि इकोनोमिक एस्पेक्टमा गर्नुपर्ने काम, एउटा फाउन्डेसन राख्नुपर्ने काम उहाँले गरेर जानुभयो। त्यो कारणले गर्दा आज चाहिँ नि तपाईँ इन्डियाकै चाहिँ नि डेभलपमेन्टको कन्टेक्स्ट हेर्नुहुन्छ भने त्यहाँ चाहिँ नि राजनीति होइन कि सेन्ट्रल गभर्मेन्टमा चाहिँ इकोनोमिक एजेन्डा चाहिँ अगाडि बढेर गयो होइन। पछि मोदीको गभर्मेन्टमा अहिले हामी देख्छौँ होइन, इकोनोमिक एजेन्डा चाहिँ नि नम्बर 1 प्रायोरिटी उहाँहरूको हुन्छ होइन। सो त्यो भएको कारणले भारतले आजको दिनमा यतिको रूपमा फड्को लिएको होइन। चाइनामा हेर्नुहुन्छ सिमिलर वेमा होइन, राजनीति भनेको एक ठाउँ छ, इकोनोमिक एजेन्डामा हामी फोकस हुनुपर्छ होइन। चाइनाको यदि हामीले साँच्चैकै कम्युनिस्टको अवधारणा हेर्ने हो भने त सबै स्टेट लेड हुनुपर्ने हो होइन। तर त्यो नगरिकन चाहिँ नि उनीहरू चाहिँ नि प्राग्मेटिक होइन इकोनोमिक एजेन्डा के हो त भन्दाखेरि प्राइभेट सेक्टरलाई अगाडि बढाउनुपर्छ, प्राइभेट सेक्टरलाई चाहिँ लगानी गर्न दिनुपर्छ, फरेन डाइरेक्ट इन्भेस्टमेन्ट लिएर आउनुपर्छ होइन। राजनीतिक आस्था जे जस्तो होस्, हाम्रो राजनीतिले जे जस्तो चाहिँ एजेन्डा बोके पनि इकोनोमिक एजेन्डा चाहिँ हाम्रो प्राइम हुनुपर्छ भन्ने हिसाबले जुन हिसाबमा चाहिँ उहाँहरूले गर्नुभयो, त्यही कारणको त्यसकै परिणाम हो आज चाहिँ इन्डिया चाइना चाहिँ नि होइन हाम्रै छिमेकी मुलुक होइन। आज चाहिँ नि भनौँ न संसारको चाहिँ 1-2 नम्बरको चाहिँ इकोनोमिक एस्पेक्टमा नम्बर 1 नम्बर 2 इकोनोमिक सुपर पावर बन्ने स्थिति आइसकेको छ। चाइना त अलरेडी भइ नै सकेको छ, अब इन्डिया पनि त्यही लाइनमा गएको छ। सो त्यो भएको कारणले पनि आजको दिनमा अब आउने निर्वाचनमा चाहिँ नि रोजगारीतालाई हामीले नम्बर 1 एजेन्डा बनाएर गएनौँ भने हामी योभन्दा पनि विकराल स्थितिमा पुग्ने अवश्य छ। किनभने आजकै दिनमा चाहिँ नि हाम्रो अनइम्प्लोइमेन्ट रेट झन्डै 22 देखि 25% भन्दा चाहिँ हाम्रो अनअफिसियल होइन, अफिसियल नै हामी 1/4 होइन हाम्रो चाहिँ नि पपुलेसन चाहिँ नि इम्प्लोइमेन्टको अपर्च्युनिटीबाट वञ्चित हुनुहुन्छ। त्यो त खालि मैले यो खालि चाहिँ नि एउटा अफिसियलको कुरा गरेँ। अनअफिसियलको कुरा गर्नुहुन्छ भने के नेपालबाट चाहिँ नि बाहिर गएर काम गरेकोलाई नै हामीले रोजगारीता दियौँ भनेर त भन्न पक्कै पनि सक्दैन होला। यदि त्यो एस्पेक्ट हो भने हामी जम्मा 1/4 मात्रै इम्प्लोइड छौँ, 2/3 इम्प्लोइमेन्ट चाहिँ नि हाम्रो देशले होइन अरू देशले दिइरहेको स्थिति हो होइन। सो त्यो भएको कारणले गर्दा अबको निर्वाचनमा अबका पोलिटिकल पार्टीहरूले डेफिनेटली पनि रोजगारीतालाई चाहिँ नि प्राइम इम्पोर्टेन्स दिनुपर्छ होइन र उद्यमशीलतालाई चाहिँ नि प्रमोट गर्ने एजेन्डाहरूमा हामी प्रवेश गर्नुपर्छ। धन्यवाद। निशा यो हजुरलाई यसैबाट सुरु सर्वप्रथम उपस्थित सबैमा थ्याङ्क यू भेरी मच फर कमिङ। धेरै धेरै धन्यवाद, आफ्नो समय मिलाएर आइदिनु भयो र यहाँलाई पनि धेरै धेरै धन्यवाद है, व्यस्तताका बावजुद पनि आइदिनु भयो। र उहाँले जुन कन्टेक्स्ट सेट गर्नुभएको छ, उहाँले जुन डेटा दिनुभयो, उहाँले पोलिटिकल प्रिटेक्स्ट कन्टेक्स्ट पनि सेट गर्नुभयो होइन। त्यसमै अब म गतिशीलको एफसी मेम्बर भएको नाताले हामीले पनि यो कुरामा धेरै नै विचार मन्थन गरेर यो हो त साँच्चीकै नै यस्तो भइ नै रहेछ, अब यसलाई चाहिँ हामीले कसरी पार्टीगत रूपमा पोलिसी मेकिङ लेभलमा हामीले के कुरामा ध्यान दिएर यसलाई साँच्चीकै नै राजनैतिक एजेन्डा नेसनल राजनैतिक एजेन्डामा कसरी लान सक्छौँ भनेर धेरै होमवर्क है, धेरै विज्ञहरूले लाइक आवर्स एन्ड आवर्स अफ डेडिकेट गर्नुभएको छ। र फलस्वरूप हाम्रो पार्टीको मेन नारा नै युवाको लागि दिगो रोजगारी है। अनि यो कुरा हामीले राजनैतिक ढङ्गले पोलिसी मेकिङ, पोलिसी रिफर्मका कुराहरू हुन्छन्, नयाँ नयाँ पोलिसी ल्याउने कुराहरू हुन्छन्, त्यहाँबाट नै एड्रेस गर्नुपर्छ भन्ने हाम्रो एउटा लेभलको सोच भयो। अर्को एउटा नारा के पनि छ भने हाम्रो वडामा सबैको आफ्नो जिम्मेवारी हो, आफ्नो वडाको युवाहरूलाई रोजगार दिने स्थानीय तहमा उहाँहरूको जिम्मेवारी हो भन्ने कुरालाई पनि हामीले चाहिँ सँगैसँगै इक्वली हाइलाइट गरिरहेछौँ होइन, सँगै प्रकाशमा ल्याउने प्रयास गरिरहेछौँ। त्यो चाहिँ कसरी भन्दाखेरि रोजगारी त रोजगारी होइन, तर रोजगारी सँगसँगै अरू धेरै कुराहरू आउँछन् नि, जस्तै यहाँले चाइना र इन्डियाको कुरा निकाल्नुभयो होइन। हामीले आर्थिक रूपमा हो उहाँहरू रोजगार हुनुहुन्छ, धेरै बिलियनियर्सहरू अहिले चाइनाकै हुनुहुन्छ, तर सँगसँगै हामीसँग नेपाल जस्तो एउटा यो देश पनि छ भुटान, जसले चाहिँ आफ्नो जिडिपी ह्याप्पिनेसमा पनि काउन्ट गर्छ होइन। सो यो दुईटा कुरालाई नेपाल बिचमा भएको कारणले गर्दाखेरि पनि सरले भन्नुभयो जस्तो एकदमै बिग इकोनोमिक पावर हाउसको बिचमा बसेर भुटान जस्तो देश पनि सँगै भएको कारणले हामीले यसलाई हाम्रो मौलिक तरिकाले नेपालको माटो भूमिलाई हुने, हाम्रो ब्याकग्राउन्ड कल्चरलाई हुने होइन, अब समतामूलक रोजगारी सृजना कसरी गर्ने होइन, हामीले समतालाई चाहिँ छोडेको छैनौँ रोजगारीको कुरा गर्दा। र समतामूलक रोजगारी सृजना गर्ने भनेको स्थानीय तहबाट नै वडाबाट नै हुन्छ भन्ने हाम्रो मान्यता। किन भन्दाखेरि उहाँसँग तथ्याङ्क हुने भयो, अनि हाम्रो भूगोल फेरि यति डाइभर्स छ
है अनि जनसङ्ख्या पनि यति डाइभर्स छ। यो परिवेशमा हामीले वडामा कति जनसङ्ख्याहरू हुनुहुन्छ, उहाँहरूको अहिले रोजगारको स्थिति कस्तो छ, के कुरामा उहाँलाई लगाउने, कुनै ठाउँमा कृषिमा धेरै रोजगार उत्पादन गर्नु पर्ला, सहरी क्षेत्रमा ऊ अस्ति हाम्रो गगन थापाजीले पनि भन्नुभएको थियो होइन, ललितपुरमा बसी महिनाको कति कमाउने आइटी होइन, त्यो सबै हेरेर त्यसलाई हेरेर कसरी हामीले रोजगार सृजनालाई अगाडि बढाउन सक्छौँ भन्दाखेरिमा हाम्रो अलिकति हामीले हाम्रो मुख्य एजेन्डाहरूतिर जान चाहन्छु पार्टीकै। जस्तै हाम्रो कृषि उद्योग, यसमा सरको क्रिटिकल एनालाइसिस पनि सुन्न मन छ मलाई होइन, के भन्नुहुन्छ उहाँले भनेर। जस्तै कृषि उद्योग छ अनि सर्भिस इन्डस्ट्रीहरू छन् होइन, हाम्रा टुरिज्म आइटी भए। सो टुरिज्ममा पार्टीगत रूपमा एजेन्डा के छ भने जस्तै भैरवा एयरपोर्टको एउटा हामीले प्रेजेन्टेसन गरेका थियौँ होइन, त्यहाँबाट हाम्रो टुरिस्टहरू कति आउन सक्छन्, एउटा टुरिस्ट बराबरको 2 जनाले रोजगारी अथवा 3 जनाले रोजगारी पाउने सम्भावना हुँदो रहेछ होइन। यति लाख टुरिस्ट हामीले एनएएसीमा रिफर्म गरेर होइन, हाम्रो त कति धेरै रिफर्म गर्नुपर्छ नि हवाई उसमा पनि, त्यसमा रिफर्म गरेर यति जहाज आयो भने चाहिँ यति टुरिस्ट भित्राउँछ र त्यसले यति गर्छ भनेर हामीले चाहिँ एकदमै एनालाइसिस गरेर न्युमरिक ढङ्गले पनि त्यसलाई डेटा ब्याकअप गरेर रोजगारी सृजनाको प्रोबेबिलिटी र पोसिबिलिटी एक्सप्लोर गरेका छौँ कि। त्यो एउटा भयो इक्जाम्पल होइन। अर्को भयो एग्रिकल्चरमा एउटा बेलबारीमा राइस मिलको एउटा मोडलै छ, त्यो यहाँलाई इच्छुक हुनुहुन्छ भने गएर हेर्न पनि सक्नुहुन्छ होइन। सो त्यो एउटा एकदमै इन्डिपेन्डेन्ट मोडल बनेको छ कि, जस्तै त्यहाँ बिउको प्रब्लम भएन, मार्केट खोज्नु परेन होइन। यी दुईवटा चाहिँ अलिकति हाम्रो सक्सेस स्टोरी भयो पार्टीगत रूपमा पनि। र अरू चाहिँ जस्तै एग्रिकल्चरमा पनि हामीले जिडिपी हाम्रो 42 बिलियन भनेर मान्यौँ अहिलेलाई भने 22% जिडिपी चाहिँ हाम्रो एग्रिकल्चरले धानेको रहेछ होइन, जसमा चाहिँ $10 बिलियन पर्छ र लगभग 85 लाखजना मान्छेले रोजगार पाउँदा रहेछन्। अब यसलाई कम्पेयर गरौँ है त, कम्पेरिटिभ एनालाइसिसमा इन्डस्ट्रीको कुरा गर्ने हो भने 12% अफ जिडिपी 20 लाखले रोजगार र 5 बिलियन होइन। यो लगभग डेटा हो, यो एकदमै हार्ड एन्ड फास्ट होइन होइन, कति डेटा त हामीले निकाल्न नि सक्दैनौँ है। सर्भिसमा 55% अफ जिडिपी हाम्रो सर्भिस इन्डस्ट्रीले धाने रहेछ, टुरिज्म र आइटीले होइन। टुरिज्ममा 12 लाख जब छ, $2.5 बिलियन हाम्रो आउट अफ टोटल जिडिपी त्यसले धानिरहेछ। अब आइटीमा हेर्छौँ भने 3% जिडिपी धानेको 1 लाख जबले पनि 2 देखि 5 बिलियन भनेपछि त यो डेटा र तथ्याङ्क अनुसार एकदमै लो पेइङ जबहरू चाहिँ एग्रिकल्चरमा, एकदमै हाई पेइङ जब तपाईँको आइटीमा अनि टुरिज्ममा होइन। अनि इन्डस्ट्री त अझै हामी इन्डस्ट्रीमा त त्यसलाई इको फ्रेन्डली बनाएर सस्टेनेबल बनाएर हाम्रो भूगोलसँग मिल्ने खालके इन्डस्ट्री डेभलपमेन्टमा त अझ हामी चुकि नै रहेछौँ। हामीले त्यसको रिसर्च, त्यसको डेटा हामी कहाँबाट सुरु गर्ने, कस्तो खालके औद्योगिक कसरी चाहिँ हामीले त्यसलाई विस्तार गर्ने हो भन्ने कुरामा चाहिँ अझै हामी चुकि नै रहेछौँ। त्यो हामीले त्यो गर्छौँ पनि होइन बिस्तारै। सो यो हेर्दाखेरिमा चाहिँ आइटी यहाँले हेर्नुहुन्छ भने आइटीमा चाहिने भनेको जस्तै अब यसमा पनि लिउँ, एउटा डेटा के पनि हामीले लिउँ भने 10 लाख एनुअली हाम्रो वर्कफोर्समा 10 लाखजनाको एन्ट्री हुन्छ अरे मोर अर लेस होइन। अनि फेरि एउटा डरलाग्दो डेटा के पनि छ भने 10 देखि 12 लाख फेरि म्यान पावर ड्रेन भइरहेछ, विदेश गइरहनु भएको छ। त्यो एन्ट्री हुने र एक्जिट हुने त्यो ग्याप हेर्दाखेरि नै यहाँ त कति पपुलेसन छ, अघि नै सरले भन्नुभएको जस्तो होइन, गाउँघरमा पनि बाँदरको ऊहरू चाहिँ बढिरहेछ मान्छे भन्दा हुने। यो एक्चुअली दिस मे साउन्ड लाइक अ भेरी स्मल एक्जाम्पल, तर यो एकदमै गहन एक्जाम्पल हो कि। मेरो गाउँको कथा पनि त्यही हो है, मेरो ड्याडीको गाउँ लमजुङमा हो। अब यो कुरा गरिरहँदाखेरिमा हामीले जब क्रिएसन गर्ने कुरा गरिरहँदाखेरिमा चाहिँ स्थानीय लेभल र एट द सेम टाइम हामीले एजुकेसनको रिफर्म अनि हामीलाई इन्फ्रास्ट्रक्चर चाहियो, ट्रेनिङ दिने इन्फ्रास्ट्रक्चर चाहियो, स्किल प्रोभाइड गर्ने इन्फ्रास्ट्रक्चरहरू चाहियो, अनि रेगुलेटरी गभर्मेन्ट सपोर्ट पनि चाहियो एट द सेम टाइम होइन। हजुर है। सो यो सबै कुरालाई हामीले कसरी कहाँबाट सुरु गर्ने भन्दाखेरिमा चाहिँ वडालाई पनि एक्टिभेट गरौँ होइन। वडाको हाम्रो त स्थानीय सरकार छ नि त, हाम्रो एकदमै मलाई चाहिँ जहाँसम्म लाग्छ, यो मेरो पर्सनल ओपिनियन हो, एकदमै राम्रो गभर्नेन्स सिस्टम छ कि त्यसलाई राम्ररी चलाउने हो भने होइन। कोही मान्छे पनि छुट्दैन हाम्रो एउटा ओडा स्थानीय लेभलदेखि लिएर सेन्टरसम्म आइन्जेलसम्म कोही पनि छुट्नु हुँदैन क्या पपुलेसन भन्ने मान्यताका साथै छ नि त हाम्रो संरचना। त्यसलाई नै राम्ररी एक्टिभेट गर्नुपर्ने छ होइन। पोलिटिकल्ली पनि यहाँले भन्नुभएको जस्तै हामीले साँच्चीकै नै युवाहरूलाई
ध्यानमा राख्ने हो अथवा युवाहरूलाई अगाडि बढाउने हो भने त युवालाई नै अगाडि र ध्यानमा राखेर नै हामीले यो सबै कुरा संरचनाहरूलाई पनि त्यसरी नै एक्टिभेट गरेर परिचालन गर्नुपर्छ। अनि अब जस्तै फेरि यसमा अघि नै ह्याप्पिनेसको जीडीपी इन्डेक्सको कुरा गरेँ मैले होइन, तर हामीले युवालाई दिगो रोजगारी भनिरहँदाखेरिमा हामीले चाहिँ युवाहरूको हामीले भन्छौँ नि के अरे वेल्थ जेनेरेसन मात्र होइन कि ऐश्वर्य जेनेरेसन पनि गर्नु पर्यो होइन, वेलबिङ पनि हेर्नु पर्यो। एउटा रोजगारसँग के गाँसिएको हुन्छ त एउटा युवाको पर्चेज पावर मात्र होइन, किन्न सक्ने क्षमता मात्र होइन, आफूभन्दा माथिको जेनेरेसन हेर्न सक्ने क्षमता मात्र होइन, आफ्नो बालबच्चा पाल्न सक्ने क्षमता मात्र होइन, एउटा डिग्निफाइड लिभिङको कुरा जुन हामी गर्छौँ नि, डिग्निटीदेखि लिएर होइन समताका कुराहरू भयो, यी सबै कुरा पनि एकदमै म्याटर गर्ने रहेछ। किनकि म सहरमा काठमाडौँमा भएर यहाँका युवाहरूको बारेमा अलिकति भन्न सक्छु होइन। उहाँहरू चाहिँ बेसिक त्यो हाम्रो त्यो हायरार्किकल ट्रायङ्गल पनि हुन्छ नि होइन, बेसिक निड पछि अनि त्यसपछि तपाईँका थपिँदै जान्छन् इच्छा चाहनाहरू। त्यो इच्छा चाहनाहरू थपिँदै जाने क्रममा नेपालमा अलिकति पैसा छ, घरबार छ भने पनि बाहिरै जाने भन्ने एउटा चाहिँ उहाँहरूको नोसन पनि छ होइन। त्यो कुरालाई हामीले उहाँहरूको पर्चेज पावर पो कम भयो कि होइन। जस्तै म अब अहिले सोच्न नि सक्दिनँ है काठमाडौँमा जग्गा किनेर घर बनाउन होइन, मेरो पर्चेज क्यापेसिटी कति छ। सो यी कुराहरूलाई पनि सँगै ध्यानमा राखेर अनि मलाई के लाग्छ भने अन्त्यमा एउटा पार्टीले जस्तै गतिशीलले यो कुराहरू अहिले एकदमै नै धेरै रिसर्च गरेर ध्यान दिएर यो कुरामा प्रकाश पार्नको लागि भरपुर प्रयास गरिरहेछ होइन। र मलाई जहाँसम्म लाग्छ यो एउटा पार्टीको मात्र रेस्पोन्सिबिलिटी होइन कि, जस्तो हामी जति धेरै गरे पनि जति जे गरे पनि पार्टीगत रूपमा हामी सरकारमा पनि गयो भने गएन भने जे भए पनि यो सबैको एउटा रेस्पोन्सिबिलिटी हो, यो सबै पार्टीहरूले अप्नाउनु पर्छ भन्ने चाहिँ हाम्रो मान्यता हो। म छोटो एउटा उदाहरण दिएर टुङ्गाउन चाहेँ। जस्तै मैले अहिले अबको जेन अल्फाको पनि कुरा गरौँ, जेन जीको त कुरा गऱ्यौँ, जेन अल्फाको नि गरौँ। अल्फासम्म म किन पुर्याउन चाहन्छु यो कुरालाई भने एउटा पार्टीले अहिलेको समसामयिक विषयमा को प्रब्लम सल्भिङ मात्र होइन कि अब 5 वर्षसम्म के हुन्छ, 10 वर्षसम्म के हुन्छ त्यो भिजन ल्याउनु पनि एकदमै जरुरी हुन्छ कि। एकदमै भिजनरी लिडर्स चाहियो नि त हामीलाई, त दूरदर्शी लिडर्सहरू चाहियो नि त। यो अब जस्तै अबको 5 वर्षमा कस्तो कस्तो खालको रोजगार सृजना गर्नुपर्ने हो त, हामीले यो एउटा पाइ चार्ट बनाएर एग्रिकल्चरलाई ग्रो गर्ने हो कि आइटीमा पो धेरै लगानी चाहिन्छ कि, त्यसको बजेट त त्यो अनुसार निष्कासन गर्नु पर्यो नि त होइन। 5 वर्षलाई हेर्नु पर्यो, अबको 10 वर्षलाई हेर्नु पर्यो। मेरो छोरालाई मैले अहिले मेरो सामर्थ्यले भ्याएसम्म धेरै रिसोर्स चाहिँ उसलाई बनाउनतिर लगेको छु। यसमा लय सङ्ग्रौलाजी भन्ने एकजना एक्टर हुनुहुन्छ, मसँग एउटा मुभी खेल्नु भएको थियो कि, उहाँले एकदम भेटरन एक्टर हो। उहाँले यसो सेटमा बसेर गफ गरिरहेको थियो, दुवैजना छोरीहरू बाहिर हुनुहुन्छ भन्ने क्रममा के भन्नुभएको थियो भने निशा मैले यति धेरै लगानी गरेँ मेरो बच्चामा, त्यो लगानी हाम्रो सरकारले धान्नै सकेन भन्नुभयो कि होइन। हाम्रो अभिभावकको सोचाइ कहाँ छ र अभिभावकका पनि अभिभावक गभर्नेन्सको सोचाइ कहाँसम्म छ त्यो म्याचै भइरहेको छैन पेस होइन। अब रोजगार भन्ने कुरा कहाँ पनि आउँछ भने एउटा हाम्रो अबको भावी पुस्ताले कुन रूप र कति ठुलो सपना देख्न सक्ने हो त भन्नेको नापन पनि हामीले गरिदिन सक्नुपर्छ जस्तो लाग्छ। सपनामै त चलेको छ होइन, लाइफ इमेजिनेसन भन्छ नि होइन, सो बिलिभ भनेर त्यो आइन्स्टाइनको पनि। सो त्यतातिरसम्म कसरी हामीले गाइड गर्न सक्छौँ हाम्रो जेनेरेसनलाई। मेरो बाबुले कोडिङ र रोबोटिक्स गरिरहँदाखेरिमा हाम्रो त्यो थाइल्यान्डमा एउटा ठुलो रोबोटिक्स कम्पिटिसन हुँदो रहेछ कि, अनि त्यसमा नेपालले पनि भाग लिँदो रहेछ होइन। अब मेरो छोराको उद्देश्य के छ भने उसलाई फुटबल मनपर्छ, म रोबोटको फुटबल टिम बनाउँछु रे, अनि म यहाँ बसेर खेलाउँछु रे मेरो फुटबल टिमलाई। 7 वर्षको बच्चाको त्यस्तो सपना भइरहँदाखेरि फेरि सहर र बाहिरको अहिले धेरै भिन्न पनि छैन, किनकि म हालसालै मुस्ताङ पनि गएको हो। उनीहरूलाई बिलियनियर हुन्छु भन्ने सपना छ त्यहाँको बच्चाहरूलाई, त्यो के अरे हातमा डिभाइस छ नि त, उनीहरूको एक्सपोजर त यस्तो अथाह सागर महासागरको ज्ञानमा उनीहरूको एक्सपोजर भइरहेको बेलामा हाम्रो गभर्मेन्टले त्यो मिटै गर्न सकिरहेको छैन कि होइन। अनि कसरी चाहिँ अबको युवालाई साँच्चीकै नै नेपाल राख्ने, भोलि गएर मैले एकदमै गर्वका साथ मेरो छोरालाई ल छोरा तिमी नेपालमै बसेर गरी खाऊ भन्नेको एकदमै
प्रश्नको उत्तर र मै यसमा काम गर्छु भनेर नि पार्टी जोइन गरेको मैले चाहिँ होइन त्यही भएर मलाई यो कुरा चाहिँ एकदम मनमा लाग्ने भएको भएर भोलि गएर मेरो छोराले म रोबोट बनाउँछु एउटा फुटबल टिम भन्दाखेरि तिमीलाई पर्याप्त इन्फ्रास्ट्रक्चर छ पर्याप्त स्किल डेभलपमेन्ट छ यो पनि एउटा स्कोप हो एउटा रोजगारको यो तिमीले गर भनेर यसरी नै हामीले देशव्यापी रूपमा ओडामा जसको जे कुरामा आफ्नो स्किल छ कोही एथलिट बन्न चाहला कोही के बन्न चाहला एथलिटहरूको पनि बाहिरको फुटबल प्लेयर्सहरूले जहाँ पनि गएर खेल्न सक्नुहुन्छ उहाँको त्यस्तो मोबिलिटी छ होइन हाम्रो चाहिँ नेपाली नै मात्रै गरेर नेपालबाट खेल्न गयो भनेर नै हामी प्राउड हुन्छौँ तर उहाँहरूलाई पनि ग्लोबल सिटिजनको रूपमा अबको बच्चाहरूलाई कसरी उभ्याउने कसरी सहजीकरण गरिदिने भन्नेतिर पनि ध्यान हुनु पर्यो सो यी यावत कुराहरूमा चाहिँ हाम्रो पार्टीगत एजेन्डा नै छ र अहिले चाहिँ सरी टु बोर यु इफ यु आर बोर्ड तर यतिमै टुङ्ग्याउन चाहे कुरा थ्याङ्क यू मेरो मनिषालाई क्वेसन छ हामीले नर्थमा पनि र साउथमा पनि हाम्रो नेपालको चाहिँ इकोनोमिक सुपर पावर होइन अनि हामीले फेरि इकोनोमिक एउटा टर्म छ द्याट स्पिल ओभर इफेक्ट भन्ने त्यो स्पिल ओभर इफेक्ट चाहिँ यति पनि नहुनु नेपालमा क्या त्यो हुन्छ नि एउटा लेभलमा त हुनुपर्ने भन्ने हुन्छ नि त्यतिकै पनि हुन्छ नि एउटा लेभलमा तर एक लेभलमा पनि त्यो सुरुवाती चरणमा पनि नपुग्नुको कारण चाहिँ किन के जस्तो लाग्छ तपाईँलाई दुई तिनवटा कुरा जस्तो लाग्छ मलाई स्पिल ओभर इफेक्ट नभएको होइन डेफिनेटली पनि स्पिल ओभर इफेक्ट चाहिँ छ होइन सबभन्दा ठुलो कुरा त इन्डियन मिडियाको जुन पेनिट्रेसन हामीसँग छ होइन त्यो नै मलाई लाग्छ किनभने हरेक उसको चाहिँ एउटा परिधि हुन्छ अब स्पिल ओभर इफेक्ट चाहिँ नि इकोनोमिक टर्म्समा चाहिँ नि डेफिनेटली पनि टुरिज्म अहिले निशाजीले पनि उठाउनु भयो यो कुरा होइन नेपालको चाहिँ एउटा पूर्वाधार एउटा भनौँ न हाम्रो एउटा आशाको केन्द्र चाहिँ नि यो जुन नेपाल एज अ टुरिस्ट डेस्टिनेसन होइन जुन चाहिँ नि अब डेफिनेटली संसारका धेरै मान्छेहरू चाहिँ नि नेपाल हेर्नलाई मात्रै आउँछन् होइन तर अब हामीले चाहिँ त्यो कनेक्टिभिटी दिन सकेका छौँ कि छैनौँ भन्ने कुरा होइन म धेरैचोटि नेपाल टुरिज्म बोर्डको जो त्यहाँ चाहिँ नि सिइओ हुनुहुन्छ होइन उहाँहरूसँग राउन्ड एन्ड राउन्ड मेरो डिस्कसन चल्छ कि अनि मैले के भन्छु भने हाम्रो यदि हामीले साँच्चीकै चाहिँ नि नेपालमा टुरिस्ट लिएर आउने हो खर्च गर्ने खालको टुरिस्ट लिएर आउने हो भने सबभन्दा ठुलो खर्च चाहिँ नि हामीले पूर्वाधारमा गर्नुपर्छ भनेर भन्छु होइन र जुन अब निशाजीले अघि भन्नुभयो हाम्रो चाहिँ नि गतिशील पार्टीको एउटा सबभन्दा ठुलो चाहिँ नि हामीले वर्कआउट गरेको भने नेपालमा टुरिस्ट कसरी ल्याउने त्यो इन्डस्ट्रीलाई चाहिँ नि कसरी एउटा चाहिँ नि भनौँ न आजको दिनमा चाहिँ नि $1 ट्रिलियन यो चाहिँ नि एउटा इन्डस्ट्री बनाउने भन्ने एउटा चाहिँ जुन सोच छ त्यो चाहिँ नि प्रब्लम कहाँ हो भन्दाखेरि आजको दिनमा तपाईँ दिल्लीबाट काठमाडौँ आउनु जब कि त्यो डिस्टेन्स भनेको यदि साँच्चीकै राम्रो हाइवे हो भने त्यो डिस्टेन्स भनेको 12 घन्टाको डिस्टेन्स हो तर आजको दिनमा होइन अहिले हामी चाहिँ नि ल यहाँबाट चाहिँ नि दिल्ली ड्राइभ गरेर जाउँ भने पनि हामीलाई झन्डै 48 घन्टा लाग्छ होइन त्यो हाम्रो चाहिँ नि इन्फ्रास्ट्रक्चरको बोटलनेक हो कि हामीसँग जुन रोड छ तपाईँ हेर्नुहोस् न अहिले मुगलिङकै बाटोमा हामी जान सक्दैनौँ यदि हामीले बाटो मात्रै राम्रो छ भने तपाईँ फर्गेट अबाउट होइन एयरपोर्ट भनेको त सेकेन्डरी कुरा हो हामीले बाटो मात्रै राम्रो बनाउन सक्यौँ भने 25 लाख इन्डियनलाई त हामी ड्राइभ गरेर लिएर आउन सक्छौँ ड्राइभबाट किनभने आजको दिनमा इन्डियाको चाहिँ नि मिडल क्लास अप्पर मिडल क्लासहरू ड्राइभ गर्न रुचाउँछन् होइन त्यही भएर इन्डियामा चाहिँ नि ठुल्ठुलो चाहिँ नि यो के अरे एक्सप्रेस वेहरू खोलेको छ होइन भर्खरै तपाईँको दिल्लीदेखि देहरादुन जुन चाहिँ नि 6 घन्टाको बाटो थियो त्यो 2 घन्टामा उहाँहरूले झारिसकेको स्थिति छ भनेपछि त्यहाँनिर त्यो मुभमेन्ट छ भने डेफिनेटली पनि एउटा वेदरमा त उहाँहरू नेपालमा पक्कै पनि आउनुहुन्छ हामीले आएको पनि देखेको छौँ होइन तर अब हामी कहाँ चाहिँ के छ भन्दाखेरि हाम्रो हाइवे हेर्नुहोस् त कुनै पनि हाइवे ल एकदम गर्व गरेर यो हाइवे चाहिँ हाम्रो एकदम राम्रो भन्ने कुन हाइवे छ आजको दिनमा कुनै पनि छैन किनभने हामीले त्यहाँ एडुकेटली हामीले त्यो पैसा लगाउन पनि सकेको छैनौँ र जहिले पनि हामी कसैले बनाइदिएला कसैले गर्देला भन्ने उसमै हामी बस्यौँ कि हामीले हाम्रो इन्टरनल रिसोर्स चाहिँ नि कहिले पनि हामीले हाम्रो इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको लागि कहिले पनि खर्च गरेनौँ हामी जहिले पनि जे कुरा पनि माग्ने होइन अब कोटेश्वरमा चाहिँ एउटा फ्लाइओभर बनाउनु पर्यो जापानले सरकारको चाहिँ नि मुख ताकेर बसेको छ होइन हाइवे राम्रो बनाइदिनु पर्यो इन्डियन सरकार या चाहिँ चाइनिज गभर्मेन्टले चाहिँ आएर बनाइदिएला भनेर चाहिँ हामी मुख ताकेर बसेका छौँ सो त्यो हाम्रो चाहिँ एउटा इन्टरनल रिसोर्सलाई खर्च गरेर हामीले नै पूर्वाधार बनाउनु पर्छ भन्ने कन्सेप्टमा अझै पनि हामी गएनौँ होइन सो त्यो भएको कारणले त्यो स्पिल ओभर इफेक्ट जुन तपाईँले भन्नुभयो नि त्यो चाहिँ नि अझैसम्म हामी छिटो नआएको कारण त्यो हो नत्र भए हेर्नुहोस् तपाईँको हाम्रै वरिपरि चाहिँ 3 बिलियन पपुलेसन छ इन्डिया र चाइनाको मात्रै हामीले गऱ्यौँ भने त्यो 3 बिलियन पपुलेसनलाई हामी टुरिज्म मात्रै होइन त्यो 1% मात्रै हरेक वर्षको उसमा गरौँ न होइन त्यो भनेको त 30 मिलियन त यहीँ छ
होइन अब बाहिरको त कुरै छौँ सो त्यसको लागि चाहिँ नि इन्फ्रास्ट्रक्चरै हो अब जुन निशाजीले भन्नुभयो अब हाम्रो फोकस चाहिँ नि कता हुनु पर्यो भने हामीले हाम्रो पैसाबाट इन्फ्रास्ट्रक्चर बनाउने काम हामीले गर्नुपर्छ होइन जुन अहिलेसम्म भएको छैन हामीले तपाईँ हेर्नुहोस् न हजुर त्यो त्यसरी नसोचिकै हो कि हाम्रो औकातै छैन त्यो होइन औकात नभएको होइन तपाईँ आजको दिनमा हेर्नुहोस् राष्ट्र ब्याङ्कमा चाहिँ नि $22 बिलियन चाहिँ नि हाम्रो त्यत्तिकै बसिरहेको छ होइन रेमिट्यान्स भने $22 बिलियन को यदि चाहिँ नि हामीले आजको दिनमा चाहिँ नि तपाईँ हाम्रो पोखराको एयरपोर्ट या उस गर्नुहोस् न $2-3 बिलियन को मात्रै उस हो कि त्यस्ता त हामी 22वटा अर्को चाहिँ 10वटा एयरपोर्ट बनाउन सक्छौँ यदि हामीले हाम्रो रिसोर्स खर्च गर्ने हो भने त्यो सामर्थ्य नभएको भन्छु कि म चाहिँ नि हामीसँग कस्तो भने पैसा भएर पनि कोही मान्छे चाहिँ नि एकदम पैसाले धनी हुन्छ तर उसले खर्च गर्न जान्दैन खर्च गर्न जानेन भने कसरी धनी हो इन्भेस्टमेन्ट गर्न जान्दैन कि होइन अब हाम्रोमा चाहिँ नि हामी चाहिँ नि खालि सेभिङ गर्ने आफ्नो पैसा चाहिँ खर्च गर्न डराउने मान्छे पर्यो कि सो त्यो त्यसरी हेर्नुपर्छ त्यो कसरी पनि हुन्छ भने आजको दिनमा चाहिँ नि हाम्रो के अरे पब्लिक डेथ टु जिडिपी हेर्ने हो भने हामी एकदम कम छौँ कि जबकि अमेरिका त तपाईँको जिडिपीको चाहिँ नि उनीहरू चाहिँ नि केही नभए पनि 10,000 टाइम्स बढ्दा चाहिँ नि उनीहरू लेभरेज छ आफ्नो इकोनोमी बनाउनलाई होइन हामीसँग त्यो क्यापेसिटी नै भएन होइन र हाम्रो सरकार हाम्रो पोलिटिकल पार्टीको चाहिँ नि छलफल पनि भएन मन्थन पनि भएन उहाँहरूसँग त्यो भिजन पनि भएन त्यो नै हो त्यो लोनको कुरा चाहिँ इन्ट्रेस्टिङ लाग्छ कि मलाई जहिले पनि होइन हामी कलेज पढ्दाखेरि 40,000 हो कि कति थियो हाम्रो टङ्कमा द्याट युज टु बी त्यो पनि न्युज हुन्थ्यो क्या हाम्रो लागि होइन तर अहिले आएर उहाँले भन्नुभयो जस्तै दुईवटा त एकदमै गहन चिज एउटा चाहिँ स्पेन्ड गर्न नसक्ने डराउने भन्ने कुरा भन्नुभयो नि र अर्कोको मुख ताक्ने चाहिँ कस्तो भने हाम्रो ट्याक्स कलेक्सन भर्सेस बजेट भाषा नै हेऱ्यो भने पनि त्यो ग्याप हेऱ्यो भने पनि अब हामीले कसरी चाहिँ ट्याक्स रेभेन्यू कलेक्सन गर्ने अब अलरेडी भएकोलाई पनि कसरी खर्च गर्ने होइन नडराइकन अथवा प्लान बनाउने एउटा प्लान त हुन्छ होला नि त यति जस्तै यति 5 वर्षमा यति लाइक $10 बिलियन खर्च भयो भने तर हाम्रो ट्याक्स रेभेन्यूको क्यापेसिटी पनि यति छ भनेर त्यसरी नै गर्दै जानु पर्यो नि तर फेरि म रोजगारीतिर नै ल्याउन चाहन्छु ट्याक्स रेभेन्यू कलेक्सन भनेको रोजगारी सृजना हो होइन त्यो अनि उद्यमशीलता बढाउने हो त्यो एकदमै डाउन अप र अप डाउन अप्रोच दुइटै चाहिने रहेछ भन्ने चाहिँ मलाई अहिले अलिकति भान भयो त्यसमा म अलिकति बोल्न चाहन्छु जस्तो उहाँले भन्नुभएको ठ्याक्कै त्यही यही कुरामा जस्तो हामी यहाँ चाहिँ कस्तो छ भने हरेक वर्ष हामीले एउटा बजेट भाषण दिन्छौँ होइन बजेट भाषणमा गभर्मेन्टले चाहिँ कति रेभेन्यू उठाउने ट्याक्सको उसबाट होइन भनेर यही होइन अनि त्यसपछि तपाईँको कति चाहिँ विदेशी लोन लिएर आउने कति सहायता लिएर आउने भनेर नै बजेट बन्छ नि अब हाम्रो बजेट चाहिँ नि जहिले पनि डिफिसिटको बजेट हो होइन डेफिनेटली पनि हाम्रो डेफिसिटको बजेट हो र त्यो डेफिसिटको बजेट किन भइरहेछ भने हामीले चाहिँ नेसनल प्रायोरिटीका प्रोजेक्टहरूमा चाहिँ एकदम कनिका छरे जस्तो पैसा छर्छौँ होइन कारण के भन्दाखेरि हरेक सभासदलाई चाहिँ नि 5 करोड रुपियाँ चाहिएको छ उसलाई छुट्याइदिनु पर्यो होइन सानो खुत्रुके आयोजना कि यो कारणले गर्दाखेरि पनि अनि त्यो खुत्रुके आयोजना भने के हो भन्दाखेरि एउटा स्थानीय निकायका चाहिँ एउटा मेयरले पनि एउटा चाहिँ एक्सकाभेटर लिएर आएको छ उसले बाटो बनाइरहेको छ त्यो विदाउट प्लानिङ होइन सो यो हुने नहुने कुरामा चाहिँ हामी खर्च गर्छौँ ठुलो खर्च गर्छौँ सभासदको चाहिँ नि 5 करोड रुपियाँ चाहिँ नि ल त्यसलाई बन्द गरौँ भन्दाखेरि चाहिँ नि सबै यहाँ सभासदको रुवा कराए हुन्छ होइन कुनै पनि एउटा चाहिँ नि के अरे सङ्घीय संसदको चाहिँ नि सभासदले विकास गर्ने होइन नि त होइन निजाजीले भने जस्तो विकास भनेको त स्थानीय तहले गर्ने हो हामीले स्थानीय तहलाई चाहिँ एडिक्वेटली रिसोर्स दिएर उनीहरूको विकास उनीहरूले गर्ने हो होइन संसदमा बसेर त पोलिसी बनाउने हो ल बनाउने हो होइन यो नै डिफ्रेन्सिएसन अब हामी कहाँ के छ भने यो 46 सालदेखि यतातिर म जति पनि नेताहरूको भाषण सुन्छु होइन उनीहरूको चाहिँ अब जस्तो कृष्णप्रसाद भट्टराईबाट सुरु गरौँ होइन म क्षेत्र नम्बर 1 मा बस्थेँ कृष्णप्रसाद भट्टराई म सानो बच्चा थिएँ कृष्णप्रसाद भट्टराई चाहिँ त्यहाँको लागि चाहिँ सभासदको लागि निर्वाचन लड्न आउनुभयो होइन 46 सालपछिको पहिलो प्रधानमन्त्री उहाँले चाहिँ के भन्नुभयो भने म नेपाललाई चाहिँ सिङ्गापुर बनाउँछु होइन त्यो ठिक छ पोलिसी लेभलमा अनि उहाँले दोस्रो भाषण के गर्नुभयो भने त्यही भाषणको उसमा चाहिँ के भन्नुभयो म चाहिँ नि यो के अरे बानेश्वरको चाहिँ नि हरेक बाटोमा चाहिँ नि मेलम्चीको पानी ल्याएर चाहिँ म सफा गर्छु भन्नुभयो होइन अब अहिलेसम्म होइन हामीले त मेलम्चीको पानी खानु पनि पाइएको छैन होइन कहिलेकाहीँ आयो भन्छन् अनि फेरि फुटेर फेरि त्यो के हुन्छ होइन भनौँ न भन्नुको मतलब चाहिँ के भने विकास भन्ने कुरा चाहिँ नि स्थानीय तहले गर्नुपर्ने हो लोकल रिसोर्स लोकल उसलाई त्यसलाई चाहिँ नि के अरे त्यसलाई इनेबल गर्ने हो र मैले पछिल्लो समयमा चाहिँ हाम्रो राजनीतिले सबभन्दा राम्रो गरेको ठाउँ भनेको नै स्थानीय तह हो किनभने त्यहाँ अकाउन्टेबिलिटी छ मेरो वडा अध्यक्षको म प्रति अकाउन्टेबल छ किन भन्दा भोलि होइन हरेक 5 वर्षमा चाहिँ ऊ मेरो ढोकामा आएर चाहिँ भोट माग्नुपर्छ होइन म मेरो एउटा छोराको नागरिकताको लागिदेखि लिएर मेरो कुनै पनि कुराको लागि म चाहिँ वडा कार्यालय जानुपर्छ भने मेरो अकाउन्टेबिलिटी
होइन त्यो ओडाप्रति छ र त्यो ओडा पनि म प्रति अकाउन्टेबल छ होइन सो त्यो भएको कारणले त्यो तहमा चाहिँ नि यदि हामीले धेरै कुरालाई चाहिँ नि उसलाई चाहिँ नि भनौँ न उसको क्यापेसिटी बिल्ड गरिदिने हो उसलाई चाहिँ नि हरेक प्रकारको चाहिँ नि भनौँ न के अरे तपाईँको ऊ दिने हो भने पावर दिने हो भने होइन त्यहाँबाट चाहिँ धेरै कुरा हुनसक्छ कि होइन सो हामीले चाहिँ नि त अघि निशाजीले भनेको चाहिँ नि एकदम यो चाहिँ नि बटम अप अप्रोचमा चाहिँ नि हामी जानै पर्छ डेफिनेटली टप डाउनमा चाहिँ नि नेसनल प्रायोरिटीको कुराहरू गर्ने हो ठुल्ठुलो विकास आयोजनाको काम गर्ने हो तर त्यो खुत्तु कनिका छरे जस्तो गरेर चाहिँ जुन बजेट हाम्रो छर्ने परिपाटी छ होइन त्यसले गर्दाखेरि नै उसो क्या हामी चाहिँ के गरौँ भने ल यो वर्षको बजेटमा चाहिँ हामी ल यो हाइवे बनाऊ फास्ट ट्र्याक बनाऊ होइन भनेर त्यसमै रिसोर्स खर्च गरौँ न अब हाम्रो बजेट कस्तो हुन्छ भने 10वटा फास्ट ट्र्याक बनाउने बजेट जान्छ होइन होइन 10 अरब छ भने त्यो 10वटामा 1-1 अरब भयो तर एउटै मात्रै हामीले फोकस गऱ्यौँ भने त 10 अरबमा त एउटै बन्ने भयो नि होइन त्यहाँनिर पनि हाम्रो अलिकति प्रब्लम छ जस्तो लाग्छ यो अर्को क्वेसन चाहिँ हाम्रो अहिले इकोनोमिस्टहरूले पनि भन्छ अहिले होइन हाम्रो देशको पनि पहिलो चाहिँ हाम्रो कम्पेरिटिभ एडभान्टेज चाहिँ टुरिज्म नै हो तर दोस्रो चाहिँ अब अहिले हामीले कुरा गर्छौँ हाइड्रो हामी एकदमै धनी छौँ हाइड्रो तर हाइड्रो अहिले लगानी गर्ने तर अहिले बजार पाउँदासम्म चाहिँ त्यसको बजार नहुन सक्छ होइन उत्तर पनि दक्षिण पनि भन्ने छ नि त अनि अहिले अर्को चाहिँ आइटी सेक्टर हो हाम्रो कम्पेरिटिभ एडभान्टेज भन्ने त्यसमा अहिले इन्कम इनिसियल फेजको इन्कमहरूले पनि त्यसले सजेस्ट गर्छ यसलाई चाहिँ हामीले बुझौँ न एज अ पोलिटिकल पार्टी पनि एज अ हुन्छ नि जनरल जनताले होइन मलाई चाहिँ यस्तो लाग्छ मलाई चाहिँ नि डेफिनेटली पनि तपाईँले भन्नुभयो जस्तो तपाईँले मलाई यदि 1 2 3 भन्नुहुन्छ अनि म चाहिँ एनर्जीलाई नम्बर 1 चाहिँ हाम्रो कम्पेरिटिभ एडभान्टेज भन्छु होइन त्यो कारण किन भन्दाखेरि आजको दिनमा हामीले जति एनर्जी उत्पादन गर्यो त्यसको कन्जम्सन चाहिँ नेपालभित्र नै हुनुपर्छ भन्छु कि म त्यो विदेशमा लगेर बेच्ने पनि होइन हामीले त यही इन्डस्ट्री राखेर त्यसलाई कन्जम्सन गराएर होइन हामीले नै त्यसको पैसा तिर्ने हो विदेश भने त सेकेन्डरी हो त्यसमा जियो पोलिटिक्समा के हुन्छ कसो हुन्छ थाहा छैन होइन तपाईँ आज मात्रै भन्नुहोस् आज हाम्रो चाहिँ क्यापेसिटी भनेको मेरो विचारमा नियर अबाउट 10 देखि 15,000 मेगावाटको बिचमा छौँ हामी होइन र आजको दिनमा चाहिँ नि भनौँ न टचवुड आजको दिनमा चाहिँ हामीले लोड सेडिङ चाहिँ नि खेद्न परेको छैन जुन होइन मेरो विचारमा निश्चय हामी स्कुल पढ्दाखेरि हामी कलेज पढ्दाखेरि 18 घन्टासम्म लोड सेडिङ चाहिँ नि हामीले होइन टुकी बालेर हामी जाँच दिन गएको मलाई अझ पनि सम्झना छ होइन त्योदेखि आजको लेभलसम्म चाहिँ नि एटलिस्ट हामी होइन लोड सेडिङमा पर्नु परेको छैन पछिल्लो समयमा इलेक्ट्रिक भेहिकलको जुन हिसाबको चाहिँ नि भनौँ न हामीले इन्करेज गर्यो त्यसले गर्दाखेरि पनि बाटोमा आजको दिनमा इभी होइन हाम्रै एनर्जी सोर्सले चाहिँ नि हाम्रो चाहिँ नि ट्रान्सपोर्टेसन पब्लिक ट्रान्सपोर्टेसन र प्राइभेट ट्रान्सपोर्टेसन पनि चल्ने उस गर्यो जसले गर्दा चाहिँ नि ठुलो पेट्रोलियम इम्पोर्ट्स चाहिँ नि बिस्तारै घट्दै गएको स्थिति छ होइन सो त्यो रेभेन्यू त हामी कहीँ अहिले आइरहेको छ यो पहिलो कुरा र कन्जम्सन चाहिँ अझै बढाउन सकिन्छ म तपाईँलाई एउटा भन्छु मैले यो धेरै अगाडि चाहिँ नि हाम्रो कुलमानजी नै एनइएको हुँदाखेरि एमडी हुँदाखेरि मैले एकचोटि यही प्रश्न गरेको थिएँ तपाईँ भन्नुहुन्छ बजार छैन भन्नुहुन्छ म चाहिँ ठुलै बजार देखिरहेको छु अनि उहाँले भन्नुभयो होइन बजार त छ तर हामीसँग चाहिँ अहिले फेरि यो बोटलनेक चाहिँ हाम्रो इन्फ्रास्ट्रक्चर नै छ कि अनि मैले भने म चाहिँ नि विदेशमा बसेर पढ्दा म विदेशमा काम गर्दाखेरि होइन म यो सानो उदाहरण दिन्छु मेरो छोरा चाहिँ नि 1.5 वर्षको थियो हामी कोस्टारिका चाहिँ नि म गयौँ हामी त्यहाँ हामी काम गर्न गयौँ म चाहिँ एज अ प्रोफेसर त्यहाँ गएको थिएँ अनि त्यहाँनिर चाहिँ नि तपाईँको सबै कुरा चाहिँ नि ग्यासको त्यो के अरे हाम्रो त्यो इलेक्ट्रिक बर्नर हाम्रो चाहिँ नि ऊ भन्छ नि के त्यो के चुलो भन्छ नि हामी इलेक्ट्रिक चुलोलाई इन्डक्सन चुलो भन्छौँ नि होइन इन्डक्सन चुलोमा चाहिँ सबै कुरा उनीहरूको इन्डक्सन होइन अनि अब हामीलाई चाहिँ डर के भन्दाखेरि भोलि पर्सि चाहिँ नि केही भइहाल्यो भयो नि भने चाहिँ त्यो हामी त आगो देखिरहेको होइन ग्यास चाहिँ नि केही नभए पनि घरमा चाहिँ 5-6वटा ग्यास चाहिँ नि होइन अब कहिले पाउँछ कहिले पाउँदैन भनेर स्टोर गरिरहेको होइन अब ठिक छ हामी त 1-2 दिन भोकै बसौँला यो के अरे उसमा यो किनभने त्यो त इलेक्ट्रिसिटीले चल्ने भयो अनि हामी चाहिँ ग्यास खोज्न हिँडेको थियौँ कि कहीँ ग्यास पाएनौँ हामीले होइन अनि त्यसपछि अनि हामीले कोस्टारिकामा मैले ग्यास नपाएर निकारागुआबाट चाहिँ नि मैले ग्यास मगाएँ होइन किनभने एउटा सानो ग्यास भनी राखिराखौँ भोलि केही पऱ्यो भने त कमसेकम त्यो 1.5 वर्षको बच्चालाई त होइन उसलाई त भोगोगे राख्नु कुरो भएन उसलाई त केही खुवाउनु पऱ्यो होइन हामीले आफ्नो सेक्युरिटी हेर्नलाई तर त्यो म 4 वर्षको बसाइमा कहिले पनि त्यो गएन होइन अनि मैले सेम कुरा सोधेँ कि हामी कहाँ त यत्रो इलेक्ट्रिसिटीको सोर्स छ भने प्रोडक्सन छ भने हामी किन अब इन्डक्सनमा नजाने त किन यत्रो ग्यास इम्पोर्ट गर्ने होइन आखिर त हाम्रो यत्रो रेभेन्यू त बाहिर गइरहेको छ नि त होइन ग्यास त हाम्रोमा प्रोडक्सन हुँदैन त्यो त त्यही खाडीबाट आउने हो इन्डियाबाटै किन्नुपर्छ होइन अनि त्यो जहिले पनि सर्टेज हुन्छ त्यो कहिले पनि फेरि त्यो एकदम रेडिली अभाइलेबल होइन हाम्रा कुन चाहिँ नेताले हो ग्यासबाट घरमा चाहिँ ग्यासको पाइप लान्छु भन्थे होइन त्यो गर्नै पर्दैन नि आजको दिनमा हामीसँग इलेक्ट्रिसिटी छ भने हामी अब चाहिँ सबै इन्डक्सनबाट गरौँ न
होइन भन्दाखेरि उहाँले के भन्नुहुन्थ्यो भने तपाईँ कहाँ बस्नुहुन्छ भनेर मलाई सोध्नुभयो कुन मान्छेले म चाहिँ नि मैले भने म धाबा खेलमा बस्छु भन्नुभयो अनि उहाँले मलाई के भन्नु भने आजको धाबा खेलको जुन हाम्रो चाहिँ नि इलेक्ट्रिसिटीको चाहिँ नि त्यो त्यो के अरे ट्रान्समिसन लाइनको संरचना चाहिँ नि आजभन्दा चाहिँ नि 25 वर्ष अगाडि बनेको रहेछ कि त्यो 25 वर्ष अगाडि कतिवटा घर थियो होला यसो विचार गर्नुहोस् त भने मैले भने 25 वर्ष अगाडि 50 वटा जति होला भनेर एकदम ठिक भन्नुभयो त्यो 50 वटा घरलाई हेरेर चाहिँ हाम्रो इन्फ्रास्ट्रक्चर बनाएको छौँ अब आज किन भने 5000 चाहिँ त्यहाँ फ्यामिली बस्नुहुन्छ अनि तपाईँले चाहिँ नि 5 जनाले इन्डक्सन गर्ने बित्तिकै त त्यो होइन ट्रान्सफर्मर कट पक्रिया छ भने भन्नुको मतलब आजको दिनमा यदि हामीले हाम्रो इन्फ्रास्ट्रक्चर राम्रो गर्न सक्यौँ भने त्यो तपाईँले भन्नुभएको इलेक्ट्रिसिटीको कन्जम्सन त हामी नै हो कि कन्ज्युमर हामी नै हो होइन आज हामीले त्यो इलेक्ट्रिसिटी कन्ज्युम गर्न सक्यौँ भने छोडिदिनुहोस् इन्डिया चाइना छोडिदिनुहोस् आजको दिनमा हामी बिटकोइन माइनिङको कुरा गरिरहेछौँ होइन भुटानले यत्रो बिटकोइन माइन गरेर $3 बिलियन चाहिँ उसले होइन लास्ट इयर कमायो भन्ने छ होइन ठिक छ हामी ट्रान्ज्याक्सन गर्न नदिउँ न त माइनिङ त गर्न सकियो नि त त्यसको एनर्जी कहाँ छ हामीसँग छ होइन त्यो पनि ग्रिन एनर्जी क्लिन एनर्जी भन्छ होइन आजको दिनमा चाहिँ नि डेटा सेन्टर संसारभरि चाहिँ आजको दिनमा चाहिँ लडाइँ केमा छ भन्दा कसले कति मेगावाटको चाहिँ डेटा सेन्टर बनाउने भन्ने लडाइँमा छ होइन यदि अमेरिकामा जानुहुन्छ भने हरेक स्टेट लड्दैछ हाम्रोमा डेटा सेन्टर राख्ने कहाँ राख्ने भनेर होइन अब हामी कहाँ चाहिँ नि यत्रो चाहिँ नि भनौँ न दुईवटा चाहिँ नि पपुलस देश छ इन्डिया चाइना आखिर त तिनीहरूको पनि त ठुलो डेटा स्टोरेज त गर्नुपर्ने छ त होइन सो त्यसको पनि त होइन जुन चाहिँ नि जुन वेदर कन्डिसनमा डेटा सेन्टर हुनुपर्छ जुन लेभलको एनर्जी चाहिँ हुनुपर्छ र स्पेसली अब पछिल्लो समयमा चाहिँ हामी क्लिन एनर्जीको कुरा गरिरहेछौँ भनेपछि त त्यसको ठुलो खानी त हामीकै छ नि होइन त्यही भएर चाहिँ म जहिले पनि एनर्जीलाई चाहिँ नि हाम्रो पहिलो कम्पेरिटिभ एडभान्टेज भन्छौँ होइन इन टर्म्स अफ अपर्च्युनिटी तर अब हामी खालि यो एक्सपोर्ट गर्ने भन्दा पनि हामी इन्टरनली कसरी कन्ज्युम गर्ने र हामीले कस्तो खालको इन्डस्ट्रीहरू राख्ने जसले चाहिँ नि यो म्यासिभली चाहिँ यो कुरा यो एनर्जीलाई कन्ज्युम गर्न सक्यो भने त त्यो रेभिन्यू पनि हामी कहीँ आउँछ त्यसले ट्याक्स पनि हामीलाई तिर्छ होइन र त्यो इन्डस्ट्री पनि ठुलो भन्छ नि त मेरो चाहिँ त्यो सोच हो यो कुरामा एउटा कुरा एड गर्न चाहेँ होइन जुन कुरा चाहिँ हाम्रै रेभेन्यू सोर्स आउँछ भने कन्ज्युमर बेस छ नि त्यो कुरालाई चाहिँ कन्ज्युमर बेस फर्मेटमै राख्नुपर्छ भन्ने चाहिँ मेरो पनि धारणा हो कि जस्तै हाम्रै पार्टीमा एकजना विज्ञ हुनुहुन्छ एनर्जीमै काम गरिरहनु भएको सतीशजीसँग म यही एनर्जीकै उसमा 1 घन्टा जति बसेर मलाई चाहिँ अलिक धेरै जान्न मन लाग्यो हाम्रो भनेर बसेको थिएँ अनि उहाँले के भन्नुभएको थियो भने हाम्रो बत्ती पुग्यो होला तर गुणस्तरीय बिजुली पुगेको छैन होइन गाउँ गाउँमा हामीले बत्ती पुग्यो भन्छौँ अथवा घर घरमा बत्ती आयो भन्छौँ तर बिजुली चाहिँ पुगेको छैन है हाम्रो इन्डस्ट्री धान्ने बिजुली अथवा हुन्छ नि इभन एग्रिकल्चरको नै हामीले अब को कुरा गर्नु पर्दाखेरि अलिकति मोडर्न टुल्सहरू ल्याउँ भन्दाखेरि बिजुली नै चाहिने हो होइन सो त्यसैले त्यो मार्केट एनर्जीको तर एनर्जीको मलाई अलिकति अर्को एङ्गलबाट पनि नेपालले हेर्नुपर्ने चाहिँ हाम्रो त्यो अहिले बाँध फुट्ने होइन त्यो ड्यामहरू त्यो हिउँतालहरू फुट्ने होइन त्यो सबै कुरालाई एनर्जीलाई प्रमोट गरिरहँदाखेरिमा चाहिँ हाम्रो भूगोल पनि हेर्नु पर्यो होइन जस्तै त्यो रिभरलाई डिस्कोर गर्दाखेरि हाम्रो त यस्तो के अरे ड्राउटको प्रब्लम छ नि त तराईमा होइन अब त्यो पानी कसरी वाटर रिसोर्स म्यानेज गर्ने भन्थ्यो नि पहिला मैले सुनेको थिएँ अबको वार चाहिँ फुड वाटर र टेक्नोलोजीको हुन्छ अरूको हुँदैन भनेर होइन अब त्यो पानी पनि हाम्रो त फेरि नेपालमा ड्रिङ्केबल वाटर पनि हो होइन अनि पानीको म्यानेजमेन्टबाट नै प्रब्लली एनर्जीमा हामी आउनुपर्छ होला कि होइन अब अहिले हेर्नु न हिमालमा हिउँै छैन है अस्ति कस्तो राम्रो भ्यू थियो होइन कालो हिमाल देखेँ कि कति भइसक्यो त्यस्तो थिएन हामी काठमाडौँ भ्यालीबाट हेर्दा पहिला हिमाल सेतै हुन्थ्यो कि भ्यू पाउँदाखेरि होइन हिम नदीहरूको कुरा गरौँ होइन हाम्रो हाइड्रोहरूको ड्यामहरू कहाँ छन् फुट्यो भने निकाल्यो भने बाढीको प्रब्लम के हुन्छ हुँदैन होइन यसलाई चाहिँ अगेन एनर्जीलाई उहाँले भन्नुभएको जस्तो डेटा सेन्टर नेपालको एकदमै फेभरेबल क्लाइमेट रहेछ फेरि डेटा उसको लागि होइन त्यसबाट पनि मनग्गे पैसा आउनु पर्ने खासमा नेपालमा रेभेन्यू होइन यसलाई अलिकति इन्भाइरोमेन्टल अप्रोच पनि र सस्टेनेबल अनि अल्टरनेटिभ एनर्जी पनि के हुनसक्छ नेपालको के छ त अल्टरनेटिभ एनर्जीको सोर्स के एनर्जीमा आयो कुरा पनि होइन त्यसलाई पनि एकदमै ध्यान दिएर त्यसको पनि अगेन क्या अब त्यसलाई पनि राम्ररी रिसर्च गरेर जस्तो उहाँले बिजुलीकोमा इन्फ्रास्ट्रक्चरको कुरा गर्नुभयो होइन अब बिजुली उत्पादन सँगसँगै इन्फ्रास्ट्रक्चर पनि डेभलप गर्नुपर्ने रहेछ त्यो प्लान त चाहिन्छ र कम्पेरिटिभ एडभान्टेजको कुरा गर्दाखेरिमा चाहिँ मलाई त्यही भएर
मैले अघि नै सुरुमै भनेको चाहिँ दुईटा सुपर पावरको बिचमा बस्दाखेरि हामीले चाहिँ अहिले पनि अब के भन्ने यसलाई पोजिटिभली ल्याउँ न होइन केही भएको छैन भन्ने कुरालाई नि पोजिटिभली नै ल्याउँ तर हामीसँग त धेरै कुराहरू छन् नि त गर्न हाम्रो तालले गर्न सक्ने भन्छु कि म चाहिँ मलाई नेपालमा देख्ने मैले एउटा आशाको किरण भने त्यो पनि हो कि हाम्रो तरिकाले हाम्रो भूगोललाई मिल्ने हाम्रो के अरे पपुलेसनलाई हुने गरी डेभलपमेन्टतिर हामी जान सक्छौँ कि अनि त्यसमा इभन कृषिलाई पनि एक्टिभेट गर्न सक्छौँ होला नियर फ्युचरमा एनर्जी होला आइटी होला होइन धेरै उ गर्ने तर हामीले त कामै नगरेर पो नभए त अब अहिले के डेटामा चाहिँ हामीले एनालाइसिस गर्ने के डेटामा चाहिँ कम्पेयर गर्ने भन्ने त्यो डेटाको धरातलै पुगेन कि म्यामलाई चाहिँ मैले एउटा अर्को पनि क्वेसन गरेँ वडामा रोजगार भनेपछि वडाबाट अघि पनि तपाईँले एउटा पोइन्ट भन्नुभएको थियो रोबोट कि मेरो छोरा के गर्छन् वडामा चाहिँ एआई होइन वडामा आइटी लान चाहिँ हामीले के गर्नुपर्छ जस्तो लाग्छ त्यो त अब त्यही हो इन्फ्रास्ट्रक्चर चाहियो टिचर्स ट्रेनिङ चाहियो होइन अब यहाँ त हाम्रो जहिले पनि शिक्षाको कुरा गर्दा अथवा स्किलको कुरा गर्दाखेरि जहिले पनि हामीले चाहिँ हाम्रो टिचर्सहरू शिक्षकहरू गाइडहरू मेन्टर्सहरू को उहाँहरूको के छ होइन उहाँहरूले डेभलप गर्नु पर्यो त्यहाँ पनि एउटा रोजगारी सृजना हुने एउटा एकदमै राम्रो अवसर हो नि त होइन त्यसलाई चाहिँ हाई स्किल बेस्ड टिचर्सलाई बरु हाई पे गर्न सकिन्छ कि थाहा छैन कसरी गर्ने होइन तर त्यसमा वी क्यान वर्क जस्तो लाग्छ कि अनि वडामा गर्नको लागि चाहिँ अहिले राम्रो भनेको त डिजिटलाइज भइसक्यो नि त नेपाल त होइन कति ठाउँहरूमा त जस्तो स्मार्ट स्कुलको कन्सेप्ट आइसक्यो है कति ठाउँहरूमा सो ठाउँ हेरेर भूगोल हेरेर त्यही अनुसारको प्रविधिहरूलाई राखेर इन्फ्रास्ट्रक्चर र स्किलमा काम गरेर टिचर्सहरूको त्यसरी हामीले गर्न सक्छौँ जस्तो लाग्छ कि सबै गभर्मेन्ट स्कुलहरू कतिवटा छ डेटा चाहियो होइन त्यही अनुसारको उ गर्नु पर्यो सकिन्छ जस्तो लाग्छ मैले त्यसमै हुँदाखेरि मेरो विचारमा हामी यसमा चाहिँ ठुलो लिफरक नै लिइसकेका जस्तो लाग्छ टेक्नोलोजिकल जुन चाहिँ नि हामी कहाँ जुन हिसाबको चाहिँ नि इन्टिग्रेसन छ नि किन भन्दाखेरि त्यसमा दुई तिनवटा उदाहरण दिन्छु एउटा चाहिँ नि जुन बेलामा चाहिँ च्याट जिपिटी आयो सबभन्दा धेरै युजर चाहिँ नेपालमा थियो होइन त्यो त उसमै भएको हो सबैले युज गरे नि त होइन र दोस्रो कुरा चाहिँ नि जुन बेलामा चाहिँ नि हामी कहाँ लकडाउन थियो सबभन्दा ठुलो चाहिँ नि डेटाको युज चाहिँ नि टिकटक युज गरेर नेपालमै होइन भएको थियो नम्बर 2 कि नम्बर 3 मा थियो हामी होइन डेटाको इभन युज होइन त्यसले गर्दा कन्जम्सन डेटा कन्जम्सन त्यति मात्र नभएर हामी कहाँ चाहिँ कस्तो रहेछ भन्दा अब अघि निशाजीले भन्नुभएको छ कहिलेकाहीँ चाहिँ नि हाम्रो च्यालेन्ज चाहिँ अपर्च्युनिटीको रूपमा आउँदो रहेछ कि जस्तो मैले नेपाली एउटा परिवार होइन एउटा परिवारमा चाहिँ नि एउटा भनौँ न बुढाबुढी बुवा आमादेखि लिएर एउटा युवा होइन अब भनौँ न छोराछोरीसम्म हुनुहुन्छ हामीले हेर्ने हो भने हामी कहाँ चाहिँ नि त्यो इन्फर्मेसन टेक्नोलोजीको पेनिट्रेसन यति राम्रो छ नि आजको दिनमा हाम्रो 80 वर्षको बुवाले होइन तपाईँको फेसबुक चलाएर उसको चाहिँ नि अमेरिकामा बसेको नातिसँग उहाँ कुरा गर्नुहुन्छ होइन भाइबर वाट्सएपमा यो कुरा त ठ्याक्कै विदेशमा जाने हो भने त्यहाँको बुढाबुढीलाई त्यो टिकटिके फोन बाइकहरू चलाउन आउँदैन होइन आजको दिनमा चाहिँ हामी कहाँ डिजिटल पेमेन्टको जुन अडप्सन छ नि त्यो संसारको कुनै पनि विकसित देशभन्दा हामी धेरै अगाडि छौँ होइन त्यो भन्नु नै के हो भने हामी कहाँ चाहिँ नि टेक्नोलोजिकल चाहिँ नि अडप्सन चाहिँ एकदम हाम्रो फास्ट रेटमा छ कि किनभने हामी त्यो अलरेडी अपग्रेड भइसकेका छौँ र यसलाई नै हामीले अपर्च्युनिटी बनाएर होइन हामी यसमा धेरै छिटो अगाडि बढ्न सक्छौँ है किनभने हामीलाई चाहिँ सबैलाई गएर सिकाइरहनु पर्दैन होइन म तपाईँलाई एउटा सानो उदाहरण दिन्छु म यस्तै एउटा कार्यक्रममा मेरो विचारमा चाइनाको राष्ट्रपति नेपाल आउँदाखेरि म कान्तिपुरको टिभीमा लाइभ इन्टरभ्यू दिइरहेको थिएँ अनि मैले चाहिँ झसलसम्म मेरो बुवालाई फोन गर्नु पऱ्यो मैले त भनेको छैन अनि मैले बुवालाई चाहिँ फोन गरेँ होइन बुवा म अब 10-15 मिनटमा चाहिँ नि चाइनिज राष्ट्रपति ओर्लिने बित्तिकै म लाइभमा आउँछु एकचोटि टिभी हेर्नुहोस् भनेर भने अनि मेरो बुवाले के भन्नुभयो भने मेरोमा त त्यस्ता टिभी छैन युट्युबमा आउँदैन भन्नुभयो कि भएन त्यसको इन्डिकेसन के हो भन्दाखेरि होइन हामी कहाँ चाहिँ नि सबैले अब चाहिँ नि त्यो टेक्नोलोजी चाहिँ हामी कहाँ यति चाहिँ नि हाम्रो चाहिँ पार्ट अफ द लाइफ हो कि हामी यो टेक्नोलोजिकल रेभोल्युसनमा हामी धेरै छिटो अगाडि बढ्न सक्छौँ होइन त्यो चाहे हामी युवाको उसमा हेरौँ होइन या चाहिँ नि हाम्रो चाहिँ नि ओल्डर जेनेरेसनको एस्पेक्टमा हेरौँ होइन अलमोस्ट समान रूपमा चाहिँ नि हाम्रो टेक्नोलोजिकल अडप्सन हामीले पाएको देख्छौँ विनोद सर तपाईँको केही क्वेसन जस्तो लाग्छ धन्यवाद मेरो प्रश्न चाहिँ डक्टर सिधै चाहिँ के छ भन्दा हामीहरूले विकासको कुरा गर्छौँ तर विकास गर्नलाई पैसा ल्याउनुपर्छ हामीहरूसँग पहिलेदेखि नै सङ्कलन सङ्ग्रह गरेर राख्ने हामीसँग व्यवस्था छ अब अहिले यो पैसालाई छ जसरी हामीले बाहिर अरू विकसित देशहरू भनेको देख्छौँ उनीहरूले के गरेका छन् कतैबाट लुटेर लिएर गए यहाँ कुनै तरिकाले जेनेरेट गरे अब हाम्रो कस्तो मोडल बनाउनुपर्छ जुन मोडलले चाहिँ सबैले स्वतः स्फूर्त रूपमा पैसा निकालोस् घर घरमा भएको राखेको पैसा निकालोस् र त्यो पैसालाई चाहिँ देशभित्रै लगानी गरोस् र बाँच्न मिल्ने भित्रमा तयार होस्
न कि यहाँबाट फेरि कमाउनु। हो अनि एकदम पर्टिनेन्ट क्वेसन तपाईँले भन्नुभएको जस्तो एउटा राम्रो कुरा के हो भने राम्रो पक्ष हामी कहाँ सबै कहाँ पैसा छ होइन, त्यही भएर अहिले तपाईँले सुन्नुहुन्छ होला धेरै जसो आर्थिक पत्रकारहरूले चाहिँ नि ब्याङ्कमा धेरै पैसा थुप्रो यो युज गर्ने कोही पनि भएन भनेर होइन। अहिले सबै ब्याङ्क, म पनि एउटा ब्याङ्कको बोर्डमा बस्छु, आजको दिनमा हाम्रो ब्याङ्कको चाहिँ नि सबभन्दा ठुलो समस्या नै के छ भने भएको पैसालाई कसरी होइन कसरी चाहिँ नि यसको युज गर्ने, किनभने कोही पनि बढेर आइरहेको छैन, कसैले पनि लोन लिन आइरहेको छैन, पैसा बढ्दो क्रममा छ होइन, एकदम बढ्दो क्रममा छ। त्यति मात्रै होइन, विदेशबाट पनि यति धेरै पैसा आएको छ होइन। म 2 हप्ता अगाडि गभर्नर साहबसँग यस्तै उसमा एउटा सानो एउटा इन्टरेक्सनमा थिएँ, अनि उहाँले के भन्नुभयो भने हिजोसम्म चाहिँ नि मेरो ढुकुटीमा चाहिँ नि 22 मिलियन थियो, आज बिहानको रिपोर्ट हेर्छु 0.5 बिलियन डलर फेरि बढेछ। यहाँ त मलाई त यति ठुलो च्यालेन्ज हुँदै लागेको छ कि हाम्रो चाहिँ नि यो नेसनल कफरमा चाहिँ नि डलरको रिजर्भ यति बढ्दै गइरहेको छ कि अब यसलाई के गर्ने भन्ने छ होइन। सो त्यहीँनिर आउँदाखेरि चाहिँ के छ भन्दाखेरि आजको दिनमा हाम्रो इन्टरनल रिसोर्स मात्रै मोबिलाइज गरियो भने त्यो भनेको आजको दिनमा हामीसँग ब्याङ्कमा भएको पैसा होइन र आजको दिनमा चाहिँ नि ब्याङ्कमा मात्र पैसा होइन, आजको दिनमा तपाईँले चाहिँ नि एउटा ट्रेजरी बिल, कुनै राष्ट्र ब्याङ्कले ट्रेजरी बिल उस गर्छ या के अरे नेपाल गभर्मेन्टले कुनै चाहिँ बन्ड इस्यु गर्छ भने होइन 6-7% बन्ड इस्यु गर्यो भने पनि त्यो एक दिनमा होइन विदिन चाहिँ नि 4-5 घन्टामा चाहिँ नि त्यो ओभर सब्सक्राइब हुन्छ। भन्नुको मतलब आजको दिनमा चाहिँ नि इन्भेस्टमेन्ट अपर्च्युनिटी छैन। सो इन्भेस्टमेन्ट अपर्च्युनिटी चाहिँ नि गभर्मेन्टले आफ्नै इन्फ्रास्ट्रक्चरमा लगानी गर्ने हिसाबले र गभर्मेन्टले चाहिँ नि रिटर्न दिने इन्स्योरिटी गर्यो भने मेरो विचारमा आजको दिनमा चाहिँ नि $100 बिलियन चाहिँ नि हामी हाम्रै सामर्थ्यमा हामी सङ्कलन गर्न सक्छौँ होइन। त्यो भनेको राष्ट्र ब्याङ्कमा भएको 22-25 बिलियन डलर जुन हामी कहाँ अहिले रिजर्भमा बसेको छ र अहिलेका कमर्सियल ब्याङ्कहरूमा जुन चाहिँ नि यो जति पनि डिपोजिटहरू चाहिँ थुप्रिएको छ र त्यति मात्रै होइन, हामीसँग चाहिँ नि अब चाहिँ नि विदेशमा गएर बसेका नेपालीहरू जुन हामी एनआरएन भन्छौँ उहाँहरूको क्यापेसिटी पनि धेरै ठुलो भइसकेको छ होइन। पहिला जस्तो उहाँहरू चाहिँ नि एउटा सानोतिनो रेस्टुरेन्टमा गएर काम गर्ने होइन कि अब उहाँहरू ठुलो रोजगारदाता होइन, उहाँहरूकै देशमा ठुलो रोजगारदाताको रूपमा चाहिँ नि उहाँहरू भइसक्नु भएको छ। म पनि कहिले अमेरिका, क्यानाडा होइन, अब अस्ति भर्खरै म युरोपमा जाँदाखेरि पनि उहाँहरूको चाहिँ एउटा चाहना के छ भने यदि नेपालले चाहिँ नि खुल्ला रूपमा चाहिँ नि हाम्रो लगानीलाई चाहिँ नि एउटा वातावरण दिनुहुन्छ भने डेफिनेटली पनि हामी यहाँ लगानी गर्न आउँछौँ। किनभने युरोपमा त ब्याङ्कमा पैसा राख्नलाई पनि पैसा तिर्नुपर्छ होइन, नेगेटिभ इन्ट्रेस्ट रेट छ होइन। मेरो एकजना मेरो फ्यामिली मेम्बर चाहिँ लन्डनमा हुन्छ, उहाँले भन्नुहुन्थ्यो म चाहिँ नि 0.5% चाहिँ नि इन्ट्रेस्ट रेट नेगेटिभ तिरिरहेको छु। भन्नुको मतलब उहाँलाई चाहिँ नि होइन ₹1 राख्नलाई 0.5% चाहिँ उहाँले उल्टो चाहिँ नि ब्याङ्कलाई तिर्नुपर्ने स्थिति छ होइन। सो त्यो भनेको चाहिँ नि के हो भन्दाखेरि त्यहाँ त रिटर्न छैन होइन, पैसा यतिकै राखेर रिटर्न छैन। यदि चाहिँ नि राम्रो रिटर्न दिन्छ र मैले लगाएको पैसाको चाहिँ नि इन्स्योरिटी हुन्छ कि म त्यो फेरि लान सक्छु होइन, मलाई चाहेको बेलामा मैले लान सक्छु भन्ने त्यो खालको प्रोभिजन गर्यो भने नेपालमा हामी लगानी गर्न इच्छुक छौँ भन्ने धेरै नेपालीहरू छ होइन। सो त्यो भएको कारणले मेरो विचारमा रिसोर्सको प्रब्लम होइन, खालि चाहिँ नि हामी कहाँ एउटा भिजन र त्यो आँट हुन्छ नि, भिजन मात्र भएर भएन, त्यो गर्न सक्ने क्षमता र आँट पनि हुनु पर्यो नि, त्यो कमी जस्तो लाग्छ मलाई। मलाई यो एउटा कुरा एड गर्नु मन लाग्यो होइन, नेपाली बाहिर बसेका नेपालीहरूको कुरा गर्दाखेरि अनि हामीले अघि भौगोलिक रूपमा पनि आर्थिक रूपमा कुरा गर्दाखेरि यसो आँखा चिम्लेर सोच्ने भने नेपालीहरू कहाँ कहाँ पुगेका छन् भने मेन्टल नेपाली म्याप हो भनेर इट्स रियली ह्युज के होइन। इन टर्म्स अफ इन्भेस्टमेन्ट पनि धेरै ठुलो यो $100 बिलियन इकोनोमीको मैले त्यो एउटा प्रेजेन्टेसन पनि हेरेको थिएँ होइन। सेटेरिस प्यारिबस अब यो जान छोड्यो भने होइन, ब्रेन ड्रेन हुन छोड्यो भने चाहिँ यति इयर्समा यति यो गर्न सकिन्छ होला भन्ने कुरा थियो। त्यसैले कसरी चाहिँ हामीले त्यो राख्नुपर्छ भन्ने पनि, तर मलाई यो नयाँ डेटा चाहिँ थाहा थिएन सरले दिनुभएको यसरी नै हामीले $100 बिलियन चाहिँ वी क्यान डु इट भन्ने चाहिँ मलाई थाहा थिएन, यो मेरो लागि नौलो कुरा भयो। अनि जस्तै इन रिगार्ड्स अफ नेपालीज रिसाइडिङ आउटसाइड नेपाल है, अब उहाँहरूको पनि हामीले दुईवटा ठुलो देशको कुरा गर्दाखेरि हाम्रै जनशक्तिलाई पनि अन्डरमाइन र अन्डर भ्याल्यु गर्नु भएन कि। जस्तै साइन्टिस्टहरू हुनुहुन्छ नेपालीहरू होइन, अब के अरे उसमै हुनुहुन्छ नि हाम्रो त के अरे आई थिङ्क को भण्डारीजी गभर्नर हो कि आई डोन्ट नो, लाइक गभर्मेन्टमा पनि काम गर्ने सम्म पुगिसक्नु भयो उहाँहरू होइन, स्टेट रिप्रेजेन्टेटिभ्सहरू हुनुहुन्छ अनि एकदमै राम्रो एक्ज्याक्टली ह्यारी भण्डारी नाम लिनु। सो ह्यारी भण्डारी, उहाँको नाम हरि भण्डारी हो, अब अहिले अमेरिकन भएर ह्यारी भण्डारी हो। सो जे मैले भन्न खोजेको चाहिँ उहाँहरूको एउटै ग्रिभेन्स छ कि एक त हामीले यो भोट हाल्ने कुरामा पनि हाम्रो पार्टी एकदमै सहमत हो होइन, लाइक भोटिङ राइट्स चाहिन्छ भनेर लबी नै गरिरहेको हामीले पनि होइन। अझ यतिसम्म होइन, 20 जिल्ला भोटिङमा पनि लबी गरिरहेको छौँ हामीले होइन। हामीले चाहिँ त्यो भोटिङ राइट एउटा
त्यो राइट भनेको चाहिँ एउटा देशको ओनरसिप लिने पनि हो कि त्यो ओनरसिप जब मान्छेलाई हुन्छ त्यहाँ मेरो पनि बोली छ मेरो देश हो भन्ने कनेक्सन हुन्छ नि त्यसपछि त्यो लगानी भन्ने कुरा रिसोर्स भन्ने कुरा पोर इन गर्ने हो कि मान्छेहरूले सो त्यो कुराहरूलाई चाहिँ हामीले अलिक भौगोलिक रूपमा पनि पोलिटिकल नेपालको म्यापिङ होइन एक्चुअल म्याप पोलिटिकल म्यापिङ र एनएलएनहरूको म्यापिङ पनि डिफ्रेन्ट गरेर त्यसलाई सेग्रिगेट गर्नु पर्ला जस्तो लाग्छ। यसमा अलिकति कुरा सोध्छु म यो गएको हप्ता मात्रै म हाम्रो अध्यागमन विभागको प्रमुखसँग म अनि हाम्रो राजेन्द्र खेतान दाई हामी गएको थियौँ हामी चाहिँ म पनि कोस्टारिकाको अनरी कन्सुल राजेन्द्र खेतान दाई चाहिँ पोर्चुगलको त्यस्तै हामी दुइटै चाहिँ नेपाल ब्रिटेन चेम्बर अफ कमर्समा बसेर काम गर्छौँ सँगै अनि हामीले खास अध्यागमन विभागमा चाहिँ 2-3 कुरा गरेर गएको थियो एउटा चाहिँ नि अब जुन चाहिँ नि एनआरएन जो उतैकै सिटिजनसिप लिइसकेका मान्छेहरूलाई चाहिँ यहाँ चाहिँ सहज रूपमा चाहिँ भिजा दिने र वर्क भिजाको कन्सेप्ट होइन अर्को चाहिँ नि यो हामीले डिजिटल नोम्याडको भिजाहरू जसले गर्दाखेरि चाहिँ हामीले एउटा ठुलो आइटीको चाहिँ नि इन्टरनेसनली काम गर्ने मान्छेहरूलाई यहाँ लिएर काम गर्न सक्छौँ र अर्को एउटा चाहिँ इन्ट्रेस्टिङ कुरा चाहिँ हाम्रो राजेन्द्र खेतान दाइले के भन्नुभयो भने र त्यो मैले पनि देखेको म धेरैचोटि बेलायत जाँदाखेरि देखेको नेपालीहरू पछिल्लो 20 वर्षमा चाहिँ नि धेरै ठुलो नेपालीहरू चाहिँ नि ब्रिटेनमा गएर बस्नुभयो स्पेसली ब्रिटिस गोर्खाको किनभने उहाँहरूलाई चाहिँ उहाँ उतातिरको सिटिजनसिप दिने भन्ने जुन एउटा नियम आयो कानुन आयो त्यो कानुनले चाहिँ एउटा ठुलो तबकाका चाहिँ नि ब्रिटिस गोर्खाहरू चाहिँ नि जो पहिला ब्रिटिस आर्मीमा सर्भ गर्नुभएको थियो उहाँ त्यहाँ गएर चाहिँ नि अहिले बस्नु भएको स्थिति छ। तर मैले एउटा अर्को एउटा चाहिँ ठुलो अपर्च्युनिटी के देखेको छु भने रिटायरमेन्ट भिजा आजको दिनमा केही नभए पनि 15 देखि 20 हजार चाहिँ नि ब्रिटिस गोर्खा जुन बेलामा चाहिँ सर्भ गरेको उहाँहरू चाहिँ रिटायरमेन्ट एजमा आइसक्नु भएको छ उहाँहरू ब्रिटेनमा बसिरहनु भएको छ उहाँहरूको चाहिँ पेन्सन छ यदि चाहिँ हामीले उहाँहरूलाई सही रूपमा चाहिँ नि ब्रिटेन के अरे रिटायरमेन्ट भिजाको मात्रै फेसिलिटेट गर्ने हो भने ती मान्छेहरू चाहिँ नेपालमा आउन चाहन्छन् यहाँ बसेर खर्च गर्न चाहन्छन् होइन आजको दिनमा 2500 देखि 3000 पाउन्ड भनेको त ठुलो पैसा हो होइन त्यो पैसाले उहाँ केही पनि हुँदैन उहाँहरूलाई एउटा काम गर्ने राख्न सक्ने पनि पैसा हुँदैन होइन आफ्नो एल्डरली केयर सेन्टरमा गएर बस्ने त्यो खर्चले धान्दैन भने यहाँ नेपालमा त उहाँहरू राजा जस्तो होइन यहाँ 3,000 पाउन्ड भनेको त होइन धेरै ठुलो पैसा हो होइन यहाँ त तपाईँहरू कतिजना काम गराइने ड्राइभर राख्ने कि होइन कत्रो घरमा बस्ने के खाने होइन अनि यो वेदरमा होइन सबै होइन त्यो कारणले गर्दाखेरि त्यो खालको चाहिँ एउटा ठुलो नेपालीहरूलाई चाहिँ नेपालमा लिएर आउन सकिन्छ होइन र अनि स्पेसली फेरि हामी नेपालीहरूको जात के हो भन्दा जहाँसुकै भनौँ जेसुकै भनौँ ह्यारी भण्डारी भनौँ या चाहिँ नि होइन होइन जेसुकै भनौँ होइन नो अफेन्स तर उहाँहरूलाई चाहिँ नि नेपालको जहिले पनि माया हुन्छ उहाँहरू चाहिँ नि जहिले पनि होइन मैले कतिचोटि मेरो साथीहरू जो अमेरिकन नै सिटिजनसिप भइसकेका छन् उहाँहरू के भन्नुहुन्छ भने 50-60 वर्षपछि त नेपालमै आएर बस्ने हो भन्ने एउटा त्यो सोच चाहिँ छ कि सो हामी चाहिँ नि अरू जस्तो होइन कि त्यहाँ गइसकेपछि हामी अमेरिकनै बनेर बस्ने भन्ने होइन मेरो छोराछोरीले एउटा अपर्च्युनिटी पाएपछि होइन मेरो आफ्नो रेस्पोन्सिबिलिटी सक्यो त्यसपछि म नेपालै फर्किन्छु भन्ने त्यो इच्छा चाहना होइन र फेरि नेपालीहरू जहाँ गए पनि हामीलाई भातै खानुपर्छ हामीलाई यही खालको चाहिँ नि परिवेश चाहिन्छ हामीलाई हाम्रो चाडपर्व मनपर्छ होइन सो त्यो भएको कारणले पनि धेरै नेपालीहरू चाहिँ फेरि फर्कन सक्ने होइन त्यो परिपाटी पनि देखेको छु। यसै सन्दर्भमा अर्को एउटा सानो उदाहरण दिन्छु मैले चाहिँ मेरो पोस्टडक चाहिँ पोल्यान्डमा वार्सा युनिभर्सिटीमा गरेँ म जुन बेलामा पोस्टडक गर्न गएको थिएँ 2010 तिर त्यति बेला चाहिँ नि पोल्यान्डको स्थिति होइन पोल्यान्डको स्थिति पनि नेपाल जस्तै भयावह थियो। म एउटा क्लास पढाउन गएको थिएँ इन्टरनेसनल रिलेसनको मास्टर्स लेभलको कोर्स होइन त्यहाँ चाहिँ जम्मा 3 जना केटा 25 जना केटी हुनुहुन्थ्यो होइन महिलाहरू अनि त्यसपछि मलाई त अचम्म लाग्यो होइन त्यो डिस्प्यारिटी होइन इन्टरनेसनल रिलेसनको कोर्समा एटलिस्ट मैले 50-50 हुनुपर्ने होइन मोर देन चाहिँ नि के अरे 90% चाहिँ नि फिमेल स्टुडेन्टहरू छ अनि त्यसपछि जम्मा 10% मात्रै मेल स्टुडेन्ट अनि मैले चाहिँ नि मेल स्टुडेन्टलाई सोधेँ तिमीहरू चाहिँ के गर्नलाई चाहिँ इन्टरनेसनल रिलेसन पढ्न आएको भनेको इन्ट्रेस्टिङ चाहिँ के भने एकजनाले के भन्यो भने म त यो डिग्री मात्र लिने हो म खास यो क्लासमा किन आएको भने म अङ्ग्रेजी सिक्न आएको हो होइन त्यो युनिभर्सिटी वार्साको त्यो मात्रै एउटा डिग्री चाहिँ इङ्ग्लिसमा गर्थ्यो कि अनि इङ्ग्लिस मेरो अङ्ग्रेजी राम्रो भइसकेपछि यो डिग्री पछि म लन्डन गएर चाहिँ प्लम्बर बन्छु भन्थ्यो कि भेरी इन्ट्रेस्टिङ होइन हाम्रो पनि त्यस्तै स्थिति छ नि मास्टर्स लेभल गरेको छ बिचरा दुबई कतारतिर गएर होइन एकदम सानो लेभलको जब गर्नुपर्ने हाम्रो स्थिति छ होइन सो तर आजको दिनमा होइन 2010लाई फिक्स गरेर आज 2025 म लास्ट 3 महिना अगाडि म पोल्यान्डमा थिएँ अब पोल्यान्ड चाहिँ विदिन अ मन्थ चाहिँ G20मा हुँदैछ होइन माइग्रेसन चाहिँ नि तपाईँको माइग्रेसन चाहिँ रिभर्स माइग्रेसन भएछ भन्नुको मतलब ठुलो सङ्ख्याको चाहिँ नि पुलिसहरू चाहिँ नि लन्डनमा गएर काम गर्थे इङ्ल्यान्डमा गएर काम गर्थे तर आजको दिनमा चाहिँ नि इङ्ग्लिसहरू चाहिँ नि पोल्यान्डमा आएर काम गर्ने भएछन् होइन सो विदिन 15 वर्षमा त्यो देशले कायापलट गर्यो किन कायापलट गर्यो भन्दाखेरि त्यही होइन आफ्नो पोलिसी एकदम फिक्स गरे होइन इन्ट्रेस्टिङली र उनीहरूलाई चाहिँ एउटा फर्चुनेट चाहिँ ब्रेक्जिट भइदियो ब्रेक्जिट हुने बित्तिकै पुलिसहरू फर्किनै पर्यो आफ्नै देश बनाउनु पर्यो
होइन र त्यसले गर्दाखेरि चाहिँ धेरै ठुलो आइटी कम्पनीहरू होइन ठुल्ठुला चाहिँ नि फाइनेन्सियल सेन्टरहरू चाहिँ नि लन्डन छोडेर वार्सामा आएर आफ्नो बेस बनाए होइन त्यहाँ इम्प्लोइमेन्ट भयो होइन गभर्मेन्टले त्यही अनुसारको पोलिसी बनाइदियो होइन इनोभेसनमा यदि तपाईँ चाहिँ इनोभेटर हुन्छ भने पोलिस गभर्मेन्टले सिधै $1 लाख चाहिँ तपाईँको युरो चाहिँ उसलाई चाहिँ ग्रान्ट दिन्छ होइन सो त्यो खालको त्यो कल्चर होइन त्यो यङ्गर जेनेरेसनको एजुकेसनदेखि लिएर हरेक कुरामा चाहिँ अनि त्यति मात्र होइन कि आजको दिनमा चाहिँ 3 जेनेरेसन अगाडि चाहिँ पुलिस जो अमेरिकामा गएर बसेको थियो तिनीहरू पनि आफ्नो हिस्ट्री खोज्दै पोल्यान्डमा चाहिँ सिटिजनसिप दाबी गर्न आइरहेका छन् होइन म्यासिभ माइग्रेसन इनवर्ड माइग्रेसन हुन थाल्यो होइन सो अपर्च्युनिटी क्रिएट गर्यो भने धेरै होइन हामीले चाहिँ त्यो अनुसारको पोलिसी राइट गर्न सक्यौँ अपर्च्युनिटी क्रिएट गर्न सक्यौँ भने हामी त्यो विदेशमा नागरिकता लिएका नेपाली पनि फेरि फर्काउन सक्छौँ होइन त्यो खालि इट्स जस्ट अ म्याटर के हामीले कसरी चाहिँ नि होइन आफ्नो पोलिसीलाई ठिक गर्छौँ होइन हामीले यहाँ अपर्च्युनिटी कसरी क्रिएट गर्छौँ होइन त्यही त हो नि होइन अल्टिमेटली कोही पनि नेपालीलाई होइन यस्तो चाहिँ नि स्वर्ग जस्तो चाहिँ नि भनौँ न देश छोडेर जान त कसैलाई पनि छैन नि त सबैको आफ्नो एउटा चाहिँ नि भनौँ न एक किसिमको अपर्च्युनिटीको सिकको लागि नै गएको हो नि होइन सो मेरो विचारमा हामीले पनि त्यो स्थितिमा चाहिँ हामी पुर्याउन सक्छौँ तर त्यही हो कि हामीसँग समय चाहिँ एकदम कमी छ होइन यो 10 वर्षमा हामीले गर्न सक्यौँ भने सक्यौँ नत्र भए चाहिँ नि हामी पनि होइन कुनै अर्को उसमा विलय हुने चाहिँ नि मैले सम्भावना चाहिँ नि धेरै ठुलो देखेको छु यो वडादेखि ब्रेन गेनसम्म ब्रेन गेन ठाउँ दिने कसरी महिलाहरूको हजुरको क्वेसन के छ मैले मेरो एउटा यसमा छ जसरी हामीले देश विकासको कुरा गर्छौँ देश विकासमा यहाँले सुरु गर्नुभयो काङ्ग्रेस र एमाले चाहिँ उनीहरूले बाँड्ने मात्र राजनीति गरे पछिमा आएको माओवादीले पनि लगभग त्यस्तै गर्यो र विभिन्न आर्थिक भन्दा पनि अन्य पाटोका मुद्दाहरू लियो यहाँनिर अब मेरो जिज्ञासा र मेरो अनुभव यसलाई एकै ठाउँ मिसाउँदाखेरि मलाई के देखिन्छ भन्दा हामीहरूले जति पनि सरकारले दिए हुन्थ्यो सरकारपट्टि ताकेर बस्ने बानी छ सरकार माथिबाट दिए हुन्थ्यो तलसम्म वडासम्म पुग्नुपर्छ गाउँ गाउँमा चाहिँ रोजगार सरकारले दिनुपर्छ हामीले हाम्रा जनता अथवा हामीहरूलाई आफैलाई उत्तरदायित्व बनाउनको लागि हाम्रा घरखेतलाई चाहिँ गाउँमा यत्तिकै खाली छन् बाँझा छन् त्यो चिजलाई विकास गर्ने गरी भइरहेको पार्टी अब आउने पार्टी र व्यक्ति हामी सबैको जिम्मेवारी के हुनसक्छ यसमा आर्थिक पाटोबाट हेर्दा चाहिँ हामीले कसरी चाहिँ सङ्कलन गर्न आर्थिक रूपमा धनी हुन सक्छौँ यसमा केही प्रकाश पार्नु यहाँ दुवैजनालाई मेरो चाहिँ अहिले फेरि यस्तो लाग्छ मलाई म आफू चाहिँ नि अब यही क्षेत्रमा काम गरेको हुँदाखेरि अलिकति म त्यसमा विचार व्यक्त गर्न चाहन्छु मेरो विचारमा हामीले चाहिँ सबभन्दा पहिलो कुरा चाहिँ माग्ने भन्दा पनि उद्यमशीलतालाई नै हामीले प्रायोरिटी दिनुपर्छ होला होइन अब हामीका चाहिँ के भइदियो भने हाम्रो राजनीतिले गर्दाखेरि होइन पछिल्लो समयमा जुन संविधान बन्यो त्यसले चाहिँ अलिकति चाहिँ मलाई चित्त नबुझेको कुरा होइन कि हामी कहाँ चाहिँ यो सोसलिस्ट एजेन्डालाई चाहिँ बढ्ता घुसाइयो कि त्यहाँनिर होइन जसको मेरो विचारमा परिदृश्य चाहिँ पछिल्लो समयमा जेनजी आन्दोलनको बेलामा जुन हिसाबले चाहिँ हाम्रो इन्टरप्राइजहरूमाथि आक्रमण भयो नि हामी कहाँ के भइदियो भने कसैले उद्यमशीलता गर्छ भने त्यो ठग त्यो फटा त्यो चोर भन्ने नै त्यो दृष्टान्तमा चाहिँ हामी उस लाग्यौँ कि होइन जुन चाहिँ एकदम मेरो विचारमा संसारमा कोही नभएको कुरा होइन नेपाल मात्र यस्तो देश हो जहाँ चाहिँ व्यापारीको कुनै रेस्पेक्ट छैन होइन वीरेन्द्र बस्नेतले बुद्धयार बनाउनु भयो होइन मिनबहादुर गुरुङले भाटभटिनी बनाउनु भयो चन्द्र ढकालले चाहिँ एउटा चाहिँ फाइनेन्सियल सेन्टरको चाहिँ साम्राज्य बनाउनु भएको छ उहाँहरूको हामीले चाहिँ एउटा भनौँ न एउटा चाहिँ हिस्ट्री हेर्ने भने एउटा सानो उसबाट चाहिँ त्यत्रो चाहिँ होइन उद्यमशीलतामा गरेर एउटा सेक्टरलाई लिड गर्ने उहाँहरूको हुनुभयो होइन तर पछिल्लो समयमा के भने उहाँहरूमाथि नै आक्रमण भयो होइन स्पेसली चाहिँ अब हामीले मिनबहादुरको एउटा केस इक्जाम्पल हो होइन उहाँ जस्तो मान्छे जसले चाहिँ नि आजको दिनमा मेरो विचारमा मिनबहादुर मात्र यस्तो व्यापारी हो जसले चाहिँ आफ्नो छोराछोरीलाई पनि यहीँ राखेर सबै कुरा यहीँ गराएर होइन र अनि सबै काम गर्ने मान्छे म मिनबहादुर दाइसँग धेरै नजिक भएर पनि काम गरेको छु एक दुईवटा प्रोजेक्टमा उहाँले चाहिँ यो सब मेरा चाहिँ छोराछोरी हो भन्नुहुन्छ कि उहाँको आफ्नो काम गर्ने मान्छेहरूलाई होइन र आजको दिनसम्म उहाँले यत्रो आक्रमण भयो त्यही पनि उहाँले एकजना मान्छे निकाल्नु भएको छैन सबैलाई तलब दिएरै राख्नु भएको छ काम छैन भने छैन ठिक छ मेरोमा चाहिँ ज्यामी सिकारी के अरे सिकर्मी काम गर्छ हामी फेरि रिइन्स्टेट गर्छौँ तर कोही पनि यहाँबाट निस्किँदैन भनेर उहाँले जुन हिसाबको चाहिँ गर्नुभएको छ नि तर के भने हामी एज अ जनताले चाहिँ नि उहाँलाई प्रोटेक्ट गर्न सकेनौँ
होइन त्यो चाहिँ सबभन्दा ठुलो विडम्बना होइन सो उद्यमशीलता गर्ने मान्छेलाई चाहिँ नि डेफिनेटली पनि कस्तो हुन्छ भन्दा डेफिनेटली म चाहिँ फेरि सबै चाहिँ एकदम के अरे गाईको दुधले धोएको चाहिँ एकदम ऊ छैन भन्ने पनि भन्दैन होइन यो के भन्दाखेरि जस्तो देश हो त्यस्तै भेष हो होइन व्यापारीहरू पनि बिचरा जस्तो खालको चाहिँ नि ऊ हुन्छ त्यही अनुसारले एक्ट गर्नुपर्ने हुन्छ यदि चाहिँ सबै कुरा फेयर एन्ड कम्पिटिसन रहित के अरे कम्पिटिसन अनुसारले जाने हो भने सबै त्यही अनुसारले जान्छ होइन तर अब के कस्तो भने सिस्टम नै हामीले यस्तो चाहिँ नि बनाएको छौँ सबैमा लाइसेन्स लाज होइन अनि लाइसेन्स चाहिँ कब्जा गर्नुपर्ने होइन यो खालको सिस्टममा त होइन त्यही अनुसारले नै व्यापार व्यवसाय हुने हो होइन त्यही भएर सिस्टमलाई चाहिँ हामीले करेक्ट गर्नुपर्छ र उद्यमशीलतालाई चाहिँ यदि हामीले प्रायोरिटी दिएर चाहिँ उद्यमशीलता गर्ने मान्छेलाई चाहिँ हामीले माथि राख्न सक्यौँ भने अनि बल्ल देशको चाहिँ विकास हुन्छ कि किनभने रोजगारी त उनीहरूले सिर्जना गर्ने हो नि होइन हिजो अस्ति नै जेलजीको यो जुन चाहिँ यो डिस्ट्रक्सनको रिपोर्ट आएको थियो त्यहाँ धन्न 26,000 चाहिँ रोजगारी गुमेको स्थिति छ होइन एक दिनको होइन बिटन्नाले हामी होइन त्यो लेभलमा पुगेका छौँ होइन कारण के भन्दाखेरि आजको दिनमा चाहिँ कुनै पनि व्यापारी यहाँ लगानी गर्न चाहँदैन सकेसम्म यो देशबाट कसरी उम्क्यौँ भन्ने त्यो सोचमा छ होइन सो त्यो हुनुको कारण के हो भन्दाखेरि त राजनीति नै हो नि त अल्टिमेटली त यो पनि राजनीति हो होइन सो हामी राजनीतिमा चाहिँ कस्तो छ भन्दाखेरि जबसम्म चाहिँ हामीले उद्यमशीलता अनि अब उद्यमशीलतासँग आउने रोजगारी होइन यो दुईटालाई चाहिँ एकै उसमा ब्लेन्ड गरेर जबसम्म सक्दैनौँ नि तबसम्म चाहिँ त्यो हुँदैन र मेरो चाहिँ नि अझ इम्फोसिस के हो भन्दाखेरि हामी चाहिँ नि यो सोसलिस्ट पाराको चाहिँ नि यो सोच होइन यो एस्पेक्टमा जहाँ चाहिँ नि राज्यले नै सबै कुरा गरिदिनुपर्छ राज्य नै उस हुनुपर्छ भन्ने कुरामा चाहिँ नि म चाहिँ नि जहिले पनि विमति राख्छु मेरो एउटा सानो उदाहरण जस्तो आजको दिनमा मनिष थापा चाहिँ नि किन नेपालमा बसेर पढ्यो भन्दाखेरि चाहिँ नि मनिष थापा पढ्दाखेरि एटलिस्ट चाहिँ नि प्राइभेट स्कुलहरू थियो त्यो भएको कारणले मेरो बुवाले चाहिँ नि मलाई दार्जिलिङ या चाहिँ नि पुनामा पढ्न पठाउनु परेन किनभने उहाँले के भन्नुभयो भने एटलिस्ट यसलाई पढाउने स्कुल चाहिँ नि यहीँ छ यहीँ राखेर पढाउनुपर्छ भनेर उहाँले गर्नुभयो त्यसको फाइदा के भयो भने म संसारमा जहाँ भए पनि म नेपालमै काम गर्न आइपुगेँ किनभने मेरो माया छ तर मेरो भाइ जो चाहिँ नि दार्जिलिङ के अरे देहरादुन गएर पढ्यो उसलाई नेपालको माया छैन किन छैन भन्दाखेरि ऊ कहिले पनि नेपाल बसेन होइन ऊ यहाँ बसेर पढेन होइन ऊ विदेशमै बसेर पढ्यो त्यो भएको कारणले उसलाई राष्ट्रियता भन्ने खासै उस छैन होइन सो त्यो भएको कारणले आखिर त गभर्मेन्टले गर्न नसकेको कुरा त प्राइभेट सेक्टरले गरेर आजको दिनमा चाहिँ हामीले हाम्रो छोराछोरीलाई त यहीँ पढाएर राखेको छु नि होइन मैले मेरो छोरा पोल्यान्डमा के अरे कोस्टारिका होइन थाइल्यान्ड अमेरिकामा राखेर लिएर आएर पनि नेपालमै ल्याएर आखिर आजको दिनमा यहीँ पढाएको छु नि किन पढाएको छु भने मलाई के कन्फिडेन्स छ भने म जतिको संसारभरि पढेर आएको व्यक्तिको छोराछोरी पढ्ने स्कुल पनि यहाँ छ है भनेर नै आएको हो नि त होइन यदि मैले मेरो छोराको उस गरेको भए त म बाहिर पढाउन जान्थेँ होला नि त तर ऊ पढ्ने स्कुलमा आज आक्रमण भयो होइन त्यो यो कुराहरूमा चाहिँ नि यस्तै कुराले नै खास चाहिँ नि यो इन्भाइरोमेन्ट चाहिँ बिग्रिने हो होइन यदि हामीले चाहिँ साँच्चै यो एस्पेक्टमा चाहिँ अलिकति ध्यान दिने हो भने प्राइभेट सेक्टरलाई अलिकति इनेबल गर्ने हो भने होइन इभन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा होइन आजको दिनमा हामी ट्रान्समिसन लाइन प्राइभेट सेक्टर चाहिँ ट्रान्समिसन लाइन बनाउन सक्षम छ होइन प्राइभेट सेक्टरले आज ट्रान्समिसन लाइन उस गरेर तपाईँ एउटा त हामी ट्रान्समिसन लाइन थ्रु चाहिँ नि तपाईँको एक्सपोर्ट पनि गर्न सक्छौँ र यदि चाहिँ नि प्राइभेट सेक्टरलाई जिम्मा दिने हो भने हरेक घरमा चाहिँ नि जुन अघि मैले भने इन्डक्सन बाल्न सक्ने चाहिँ नि त्यो इन्फ्रास्ट्रक्चर पनि हामी दिन सक्छौँ तर के छ भन्दाखेरि हामीलाई चाहिँ जताततै हात बाँधिएको स्थिति छ होइन अनि त्यो त्यहाँ इन्भेस्टमेन्ट हुन सकिरहेको छैन सो यो स्थितिमा चाहिँ यदि हामीले चाहिँ अलिकति कन्ड्युसिभ पोलिसी अलिकति उ गर्ने हो भने त्यसमा चाहिँ हामीले धेरै ठुलो फड्को मार्न सक्छौँ जस्तो लाग्छ सरको क्वेसन थियो भाइ यसमा अलिकति पार्टीगत रूपमा केही थप्छु ल जस्तै उहाँले सोसियलिजमको कुरा निकाल्नु भयो होइन यसमा गतिशीलले चाहिँ के गरेको छ भने यो उद्यमशीलतालाई नै प्रायोरिटीमा राखेको छ जस्तै हामीले चाहिँ यो नाराको रूपमा एकदमै सुनिरहेको कुराहरू छ नि पार्टीगत रूपमा जस्तै समृद्धि समता स्वाभिमान होइन त्यसपछि समृद्धि कहाँबाट ल्याउने भन्दा हाम्रो मेन एजेन्डा उद्यमशीलता नै छ होइन अनि सुशासन भयो समता भयो यो चाहिँ उहाँले एङ्गल पोलिटिकल के अरे इकोनोमिक एङ्गलबाट दर्शाइदिनु भयो होइन तर यसको एकदमै धेरै काम गर्नुपर्ने चाहिँ हामीले समता र सुशासन भन्छौँ तर त्यसलाई चाहिँ अहिलेसम्म कहिले पनि पोलिटिकल्ली एकदमै राम्ररी अनप्याक गरिएन कि त्यसका कुराहरू के हुन् त कुन तहमा काम गर्नुपर्छ होइन त्यतिको रिस किन थियो त त्यस्तो आक्रामक हुनुपर्ने होइन हामीले त त्यो जरामै जानु पर्यो नि त साँच्चीकै सोल्युसन खोज्ने हो भने त जरामै जानु पर्यो
क्यापिटलिजमको केही छ कि त्यहाँ रोल जस्तो लाग्दैन होइन क्यापिटलिजम सोसियलिजम यस्तो हो कि क्यापिटलिजम सोसियलिजम अथवा सेन्ट्रिस्ट जस्तै हाम्रो चाहिँ सेन्ट्रिस्ट मध्यमार्गी चलायमान मध्यमार्गी भएको भएर गतिशील भयो होइन हामी चाहिँ एडाप्टिभ हुनुपर्छ एडजस्ट गर्नुपर्छ फलस्वरूप हाम्रो चाहिँ 16 वर्ष मात्र छ एक्टिभ पोलिटिक्स हाम्रो पार्टीगत रूपमा पनि एक व्यक्ति एक पद छ होइन पदाधिकारीहरू नउठ्ने छ इलेक्सनमा सो यो कुराहरू पार्टीगत रूपमा यो संरचना बनाएको नै यही कुरालाई ट्याकल गर्नु हो कि कसरी करप्सन ट्याकल गर्ने कसरी सुशासनमा लाने देशलाई कसरी समतामूलक बनाउने समतामूलक समृद्धि भनेको के हो हैन यी कुराहरू ट्याकल गर्दाखेरि चाहिँ मिक्स्ड इकोनोमी नै हुन्छ जस्तै अब अहिले आएर तत्काल रूपमा जस्तै हामीले अहिले कन्स्टिट्युसन मान्छौँ र फेडरलिजममा हामी अहिले के पनि गर्दैनौँ हैन भन्दाखेरिमा चाहिँ अहिले जे इकोनोमी छ त्यो नै मान्ने हो मान्नै पर्ने नै हुन्छ तर एट द सेम टाइम उहाँले भन्नुभएको जस्तै पक्कै पनि यो उद्यमशीलता चाहिँ हाम्रो पनि मेन एजेन्डा नै हो कि उद्यमशीलता त्यसलाई नै प्रोत्साहन गर्नुपर्छ भन्ने चाहिँ हो सबै अब पब्लिक ओन पनि एकदमै प्राइभेटाइज गरिहाल्न झट्टै पनि भन्दा पनि होइन कति कुराहरूमा चाहिँ गभर्मेन्टको अनि कति कुरा चाहिँ प्राइभेट भनेर चाहिँ तर अगेन उद्यमशीलता त नम्बर 1 है त्यो चाहिँ हुनै पर्ने छ सर क्वेसन मेरो क्वेसन चाहिँ जस्तो अब नेपालको कुल वर्किङ वर्कफोर्सकै भनौँ न लगभग आधाभन्दा बढी जनसङ्ख्या अब कृषिमै बेस छ कृषिमै आश्रित छ उहाँहरूको पेसा व्यवसायमा कृषि नै लेखेको हुन्छ त्यो जनसङ्ख्या चाहिँ अब लगभग 85 लाख 90 लाख कति रहेछ होइन तर उनीहरूले नेपालको जिडिपीमा पुर्याउने कृषिले पुर्याउने योगदान फेरि एकदमै थोरै छ र अहिले अब आइरहेको सेक्टरहरू जस्तो टुरिज्मको कुरा भयो आइटीको कुरा भयो होइन आइटीमा चाहिँ एकदम थोरै मान्छेले जस्तो 1 लाख पनि पुगेको छैन आइटीमा काम गर्ने मान्छेको सङ्ख्या तर 2 देखि 5 अर्ब डलरसम्म वर्षको त्यसले योगदान गरिरहेको छ होइन अब त्यो चाहिँ एउटा भर्खरै एउटा +2 होइन ब्याचलर्स पढिरहेको स्टुडेन्टले चाहिँ ऊ गर्न अब भविष्य आफ्नो सोच्दाखेरि उसले त्यो कारणले गर्दा त्यो इनफ मान्छेलाई आइटीको जब र त्यो वेल पेइङ जबहरू चाहिँ उनीहरूलाई इनफ अपर्च्युनिटी भएन होइन एग्रिकल्चरमा काम गर्दाखेरि त्यसको रिटर्न नै छैन सो कसरी चाहिँ सबैजना म्याक्सिमम स्टुडेन्टहरूले म्याक्सिमम युवाहरूले चाहिँ नेपालमा नै काम गर्न पनि सकिन्छ र काम गरेको कामले अलिकति डिग्निफाइड तरिकाले मैले आफ्नो जीविकापार्जन गर्न सक्छु भनेर बनाउने मोडेल चाहिँ अब कसरी चाहिँ हामीले बनाउने होला त हैन र यो क्वेसन चाहिँ हजुरलाई एज अ इकोनोमिस्ट हैन र हजुरले चाहिँ निशाजीलाई चाहिँ एज अ पोलिटिकल पार्टीको हजुरको एजेन्डाले कसरी चाहिँ त्यो त्यहाँसम्म लान्छ हैन तपाईले एकदम सही प्रश्न गर्नुभयो डेफिनेटली पनि हामी चाहिँ नि पहिलेदेखि नै हामी नेपाल भनेको कृषि प्रधान देश हो हैन त्यसमा त दुई मत छैन पहिला चाहिँ नि हामी नेट एक्सपोर्टरको रूपमा चाहिँ नि कृषिमा थियौं हैन हामी एटलिस्ट पनि हाम्रो दाल चामल चाहिँ नि नेपालमै उत्पादन गर्थ्यौं र केही बचेको कुरा चाहिँ नि हामी एक्सपोर्ट गर्थ्यौं तर अब पछिल्लो 20 वर्षको स्थिति हो नि ठ्याक्क उल्टो छ हामी चाहिँ नि चामल पनि बाहिरबाट किनेर खानुपर्ने स्थितिमा हामी आएका छौं हैन डेफिनेटली पनि हामीले चाहिँ नि रोजगारीता साच्चै कृषि सेक्टरमा पनि हामीले मजाले भनौं न त्यहाँबाट चाहिँ नि ठुलो रोजगारीको अवसरहरू चाहिँ नि हामीले क्रिएट गर्न सक्छौं जस्तो लाग्छ हैन किन भन्दाखेरि तपाई हेर्नुस् हाम्रो हावापानी हैन जुन किसिमको हावापानी हामी कहाँ छ जुन हिसाबले हैन म कहिलेकाहीँ मेरो विदेशी साथीहरूलाई भन्छौ नेपाल चाहिँ नि यस्तो देश हो जहाँ चाहिँ नि -40 डिग्रीको टेम्परेचर पनि छ +40 डिग्री पनि छ हैन त चाहिँ नि चुज गर कति डिग्री टेम्परेचरमा त बस्ने हो भनेर हैन -40 डिग्री भने हाम्रो सगरमाथा हैन +40 डिग्री भनेको हाम्रो बोर्डर एरिया भनेपछि त्यो रेन्ज अफ भेरिएसन अफ टेम्परेचर जुन छ नि र टेम्परेट जोन छ त्यसको चाहिँ नि अब डेफिनेटली पनि हामी चाहिँ नि एज अ सब्सिस्टेन्स बेस्ड एग्रिकल्चर अडप्सन गरेको कारणले गर्दाखेरि चाहिँ नि हामी ह्यान्ड टु माउथको उसमा मात्रै हामी सोच्यौं हैन हाम्रो एग्रिकल्चर त्यसबाट मात्रै सोच्यौं हैन जस्तो अब हरेक वर्ष हामी चाहिँ धान खेत गर्ने मकै गर्ने गहुँ गर्ने हैन त्यो भनेको हाम्रो सब्सिस्टेन्स बेस हो तर यसलाई चाहिँ नि साच्चै इकोनोमिक एस्पेक्टबाट चाहिँ नि हैन क्याश क्रपको रूपमा चाहिँ नि हामी ट्रान्सफर्म हुन सक्छौं कि सक्दैनौं भन्ने कुरा चाहिँ नि एउटा ठुलो हो कि जस्तो पछिल्लो समयमा आजको दिनमा नेपालको कफीको मूल्य इन्टरनेशनल मार्केटमा धेरै माथि छ हैन र अहिले अब धेरै चाहिँ नि यो भनौं न पहिला सब्सिस्टेन्स बेस जुन चाहिँ नि करेसाबारी हाम्रो हैन जुन चाहिँ हाम्रो रेगुलर चाहिँ नि हाम्रो तरकारीको लागि युज गर्ने ठाउँ भयो या चाहिँ नि मकै फलाउने ठाउँ या चाहिँ नि आलु फलाउने ठाउँमा अबको दिनमा चाहिँ नि हामी कफी फलाउन सक्छौं हैन सो अब हामी चाहिँ नि बरु ठीक छ हामी चाहिँ नि चामल इन्डियाबाट लिएर आउँला
दाल पनि उतैबाट मगाउला। तर हामी कहाँ भएको जुन एडभान्टेज छ त्यसमा चाहिँ नि हाई भ्यालु क्रप्समा हामी किन नजाने भन्ने सोचमा चाहिँ हामी जानुपर्छ जस्तो लाग्छ होइन। त्यो ट्रान्सफर्मेसनको मेरो विचारमा प्रब्लम हो जस्तो लाग्छ। म अहिले मेरो एउटा सानो उद्यमशीलता, मेरो कफी पसलमा मेरो लगानी छ होइन। मैले साँच्चीकै भन्यो भने जुन कफी इन्डस्ट्रीको जुन ग्रोथ नेपालभित्रै छ, इन्टरनल कन्जम्सनकै कुरा गर्ने हो भने जुन ग्रोथ छ होइन, र जुन प्राइस चाहिँ हरेक वर्ष चाहिँ इन्फ्लेट हुँदै आइरहेको छ नि कफीको, आई वाज रियली सक्ड होइन। र नेपालको कफी जुन म नेपालकै कफी चलाउँछु भन्दाखेरि पनि मैले नेपालमा कफी नै पाउँदैन। किनभने मैले के सुने भने नेपालमा पहिले नै कोरियन र जापानिजहरूले पहिले नै त्यो रोप्नुभन्दा अगाडि नै आएर चाहिँ नि यहाँ कफी युज गर्ने भने हामी लान्छौँ भनेर होइन। सो इन्टरनेसनल मार्केटमा पनि त्यसको ठुलो डिमान्ड छ होइन। यो त मैले एउटा मात्रै क्रपको कुरा गरेँ। त्यस्तै अब हामी भेजिटेबलकै कुरा गर्ने हो भने हाम्रो र यहाँको दोहा, कतार, दुबईको डिस्टेन्स भनेको चाहिँ 3 घन्टादेखि 4 घन्टाको उसमा होइन। यदि चाहिँ हामीले साँच्चीकै हाम्रो एग्रिकल्चर सिस्टमलाई अलिकति चाहिँ नि अर्ग्यानिक बनाउन सक्छौँ भने त्यो एउटा ठुलो मार्केट हो होइन। अरू त कुरै छोडिदिउँ होइन। मैले एउटा सानो एउटा यस्तै उद्यमशीलतामा लगानी गरेको थिएँ होइन। नेपालकै चाहिँ प्रडक्टहरूलाई ब्रान्डिङ गरेर बाहिर बेच्ने होइन। अहिले हाम्रो सबभन्दा ठुलो एक्सपोर्ट हुने देश भनेको कोरिया। त्यही उद्यमशीलता र हामीले जम्मा तपाईँको 6 करोडबाट सुरु गरेको बिजनेस हो होइन। अहिले हाम्रो मेजर एक्सपोर्ट भनेको चाहिँ नि कोरिया, जापान, अनि त्यसपछि पोर्चुगल, अमेरिका र इङ्ल्यान्ड छ होइन। र पछिल्लो समयमा पोल्यान्डमा पनि जाने थालेको छ। किनभने यति धेरै नेपालीहरू बाहिर बस्छन् कि त्यही कुरा तपाईँले आज यहाँनिर चाहिँ भनौँ न एउटा चाहिँ गुन्द्रुक चाहिँ 100 रुपियाँमा बेच्नुहुन्छ भने त्यही कुरा तपाईँले उहाँ लगेर 1000 रुपियाँमा बेच्न सक्नुहुन्छ होइन। सो त्यति इन्टरनेसनल मार्केटमा चाहिँ हामी नेपाली पनि अब कन्ज्युमरको रूपमा आइरहेको छौँ होइन। अब जस्तो अचारकै कुराहरू छ होइन। आमाको अचारदेखि लिएर विभिन्न अचार चाहिँ जुन अहिले विदेशमा चाहिँ ठुलो भोल्युममा चाहिँ जान्छन् होइन। त्यो फेरि नेपालीलाई मात्र होइन, इभन इन्डियन होइन, यो साउथ एसियन सब कन्टिनेन्टमा इन्डियन, पाकिस्तानी, बङ्गालीको अलमोस्ट त्यही टेस्ट भएको कारणले त्यो मार्केटमा पनि हामी पेनिट्रेट हुँदै गइरहेछौँ होइन। सो हाम्रो एग्रिकल्चर जुन चाहिँ सब्सिस्टेन्स बेस्ड एग्रिकल्चर सिस्टम छ त्यसलाई चाहिँ हामीले क्यास क्रपमा या चाहिँ नि त्यसको चाहिँ नि भ्याल्यु एडिसनमा अरू कुरा गर्न सक्यो भने, जस्तो हामी कहाँ अदुवा छ, म तपाईँलाई एकदम इन्ट्रेस्टिङ कुरा गर्छु। नेपालको अदुवा चाहिँ नि सबै चाहिँ नि तपाईँको नेपाल चाहिँ अदुवाको चाहिँ वान अफ द मेजर चाहिँ नि तपाईँको प्रड्युसर हो होइन। तर हाम्रो अदुवा चाहिँ नि सबै चाहिँ नि तपाईँको इन्डियाको पोरस बोर्डरबाट चाहिँ इन्डिया जान्छ र त्यहाँनिर चाहिँ भ्यालु एड भएर चाहिँ विभिन्न देशमा जाँदो रहेछ कि। अलैँची पनि त्यही होइन, मेजोरिटी प्याक गर्नुपर्ने कुरा त्यही। सो हामी कहाँ चाहिँ कस्तो छ भने एउटा चाहिँ हामी कहाँ भ्यालु एडिसनको चाहिँ त्यो प्रोडक्टिभ जुन चाहिँ नि क्यापेसिटी छ त्यो हामीसँग नभएको कारण होइन। सो त्यसमा इन्भेस्ट गर्नु पर्यो, त्यो एस्पेक्टमा चाहिँ हामीले फोकस गर्नु पर्यो। अर्को सब्सिस्टेन्स एग्रिकल्चरबाट चाहिँ हामी क्यास एस्पेक्टमा अलिकति इकोनोमिक उसमा हाम्रो एग्रिकल्चर गर्नु पर्यो। र अनि अर्को एउटा चाहिँ नेपालमा सबभन्दा ठुलो च्यालेन्ज भनेको चाहिँ हाम्रो ल्यान्ड चाहिँ हाइली फ्रेगमेन्टेड छ। म तपाईँलाई एउटा सानो उदाहरण दिन्छु। अहिले म एउटा चाहिँ 90 मेगावाटको चाहिँ नि सोलर प्रोजेक्ट चाहिँ नि बनाउनलाई डेभलप गर्नलाई चाहिँ नि लागिरहेको छु होइन, म एज अ वान अफ द इन्भेस्टर। अनि हामी चाहिँ नि त्यो तपाईँको हाम्रो चाहिँ नि त्यो साइट भनेको तपाईँको यो कपिलवस्तुमा हामी त्यहाँ जग्गा हेर्न गयौँ कि हामीले के पायौँ भने त्यहाँनिर चाहिँ नि 10 बिघाको जग्गा लिनलाई, लिजमा लिनलाई केही नभए पनि 15वटा चाहिँ नि फ्यामिलीसँग चाहिँ डिल गर्नुपर्दो रहेछ कि होइन। अनि हामी त कस्तो स्थितिमा आयो भने त्यो जग्गा चाहिँ नि लिजमा लिँदाखेरि त्यहाँ फ्यामिलीको झगडा पर्ने स्थितिसम्ममा हामी पुग्यौँ कि त्यो फ्यामिलीको झगडा पनि हामी मिलाउनु पर्यो होइन। त्यो हाइली फ्रेगमेन्टेड ल्यान्ड होइन। सो यो चाहिँ हाम्रो च्यालेन्ज हो होइन। अब यदि चाहिँ हामीले अब जस्तो इजरायलले जुन गरेको छ उनीहरूले चाहिँ नि यो किबुज भन्छ होइन, एउटा चाहिँ नि सबै ल्यान्ड पुल गरेर सबै फ्यामिलीहरूलाई एउटा ठाउँमा राखेर एउटा कोअपरेटिभ जस्तो बनाएर अनि उनीहरूको ल्यान्डलाई युज गरेर चाहिँ एग्रिकल्चर गरेर त्यसको बेनिफिट बाँड्छौँ। एउटा हाम्रो विचारमा सबभन्दा हाम्रै उसमा चाहिँ सबभन्दा इन्ट्रेस्टिङ इक्जाम्पल भनेको कम्युनिटी फरेस्ट्री। नेपालको कम्युनिटी फरेस्ट्री एकदम ठुलो सक्सेस स्टोरी हो होइन। सिमिलर वेमा चाहिँ नि कम्युनिटी रूपमा यो कोअपरेटिभ भन्दाखेरि अहिले अलिकति यो सेभिङ एन्ड ट्रेडले गर्दा एकदम नराम्रो सुनिन्छ। तर यदि हामीले कोअपरेटिभ वेबाट चाहिँ नि यदि हामीले एग्रिकल्चर गर्न सकेर जुन ठाउँको क्षमता जे हो र त्यसमा ठुलो ल्यान्ड पुल गरेर त्यही कुरा चाहिँ अब जस्तो कफी हुने ठाउँमा कफी होइन, जिन्जर हुने ठाउँमा जिन्जर, कार्डमन हुने ठाउँमा कार्डमन, जुन चाहिँ हाई क्रास भ्यालु छ नि क्रपहरू छ नि त्योमा जान सक्यो भने मेरो विचारमा हामीले तपाईँले भन्नुभयो जस्तो उद्यमशीलता चाहिँ नि त्यो कृषिमै आधारित उद्यमशीलता र कृषिमै बसेर चाहिँ राम्रो पैसा कमाउने चाहिँ क्षेत्र चाहिँ त्यहाँ अवश्य हुनसक्छ। अन्तिम मेरो क्वेसन सहित हामी टुङ्ग्याउँछौँ प्रोग्राम पनि। हिजो भर्खर हाम्रो कुरा भएको थियो कि अमेरिकन ब्याक एकजना हुनुहुन्थ्यो, यहाँ आएर फेरि बिजनेस गर्दै हुनुहुन्थ्यो। उहाँले भन्थ्यो त्यो फेरि हामीले पनि कुरा गऱ्यौँ यहाँ चाहिँ लगानी गर्नको लागि एउटा छोरा एकदमै भर्सटाइल छ एन्ड हि वान्ट टु डु समथिङ होइन। तर इन्भेस्टमेन्टको लागि चाहिँ बाले पनि उसलाई त्यो कोल्याक्टरको लागि केही दिँदैन होइन। अब फेरि उसले त्यो
फेरि विदेश जान चाहिँ दिन्छ फेरि होइन विदेश जान चाहिँ विदेशीमा त सबैले दिन्छ गाउँले पैसा उठाइदिन्छ विदेशको अनि फेरि यो त एउटा व्यक्तिगत हाम्रो नेचर हो नि त फेरि अहिले हामीले कुरा गर्दा त्यो सरकारको पनि त्यस्तै छ क्या यो त्यो आफूले चाहिँ इन्भेस्टमेन्ट गर्न चाहिँ अब उसले चाहिँ बरु अर्को आएको ताक्ने होइन इन्भेस्टमेन्टको लागि चाहिँ त्यो नसोच्ने आफ्नो भएकोसँग यसलाई चाहिँ अब क्यालकुलेटिभ रिस्क हुन्छ नि भनिन्छ नि होइन यो नहुनमा तपाईँले सोसियो साइकोलोजिकल देख्नुहुन्छ कि यो पोलिटिकल जियो पोलिटिकल कि तपाईँको एक्सपर्ट मान्छे म फेरि यही सेक्टरमा काम गरिरहेको कारणले यसमा नि म अलिकति म बोल्छु म यो प्राइभेट इक्विटी भेन्चर क्यापिटलको डोमेनमा काम गर्छु होइन नेपालमा त्यो इन्डस्ट्रीलाई एउटा दिशामा लाने कन्ट्रिब्युसन सानो कन्ट्रिब्युसन मैले पनि गरेको छु डेफिनेटली पनि आजको दिनमा चाहिँ हामी कहाँ उद्यमशीलतामा सबभन्दा ठुलो च्यालेन्ज भनेको नै क्यापिटल हो कि क्यापिटल फर्मेसन क्यापिटल क्रिएसनै हो जो मान्छे उद्यमशीलता गर्न चाहन्छ उसँग क्यापिटल छैन रिक्वायर्ड क्यापिटल छैन आजको दिनमा अघि समताको कुरा गर्नुभयो क्यापिटल कन्सन्ट्रेसन चाहिँ केही परिवारमा छ होइन केही व्यक्तिमा छ होइन अब त्यो त देखेको कुरा हो होइन अनि सो त्यो भएको कारणले गर्दाखेरि अब यहाँनिर चाहिँ व्यापारीको छोराले मात्र व्यापार गर्न सक्छ यो देशमा होइन म ब्याङ्कमा बस्दा पनि भन्थेँ हामी कहाँ हाम्रो ब्याङ्कमा चाहिँ नि ब्याङ्कको लेन्डिङ भनेको चाहिँ नि फेस लेन्डिङ हुन्छ होइन यहाँनिर चाहिँ नि के अरे ब्याङ्कबाट लोन लिनलाई चाहिँ नि केही जात चाहिन्छ म अग्रवाल भयो भने मोस्ट प्रोबब्ली मैले छिटो लोन पाउँछु होला होइन तर म थापा भएर गयो भने चाहिँ नि होइन मनिष थापा भन्यो भने चाहिँ नि यो चाहिँ नि छेत्रीको छोरोले पनि के व्यापार गर्छ र भन्ने त्यो सोच आउन सक्छ होइन एक्ज्याक्टली सो यहाँनिर चाहिँ कस्तो छ भन्दा हामी कहाँ डेफिनेटली पनि उद्यमशीलताको अर्को एउटा ठुलो बोटलनेक भनेको एक्सेस टु फाइनेन्स हो होइन एक्सेस टु फाइनेन्स इज वान अफ द मेजर प्रब्लम अब यसमा काम नभएको होइन सरकारी पक्षबाट पनि अहिले बिस्तारै काम भएको छ जस्तो अहिले चाहिँ नि यो स्टार्टअपलाई चाहिँ लोन दिने भन्ने कुराहरू छ होइन जस्तै ब्याङ्कबाट पनि अब महिला उद्यमशीलतालाई चाहिँ नि बिना कोल्याटरलको चाहिँ नि लोनहरू दिने प्रोग्रामहरू लिएर आइएको छ होइन केही समय अगाडि चाहिँ नि बजेटमै चाहिँ नि अब सर्टिफिकेट राखेर पनि लोन दिने भन्ने स्किम्सहरू पनि आएको थियो डेफिनेटली पनि स्किम्सहरूको रूपमा चाहिँ नि आएको छ तर मलाई चाहिँ कहिलेकाहीँ चाहिँ नि यो पोलिटिकल एस्पेक्टबाट आएका कुराहरूमा चाहिँ नि कहिलेकाहीँ चाहिँ नि अलिकति पोलिटिकल एजेन्डाहरू पनि मिक्स हुन्छन् र त्यो एक्सेस गर्नलाई चाहिँ नि पोलिटिकल पार्टीकै होइन तपाईँहरू जस्तै भाती सङ्गठन भन्छ नि तपाईँ पनि युवा उस भन्नुभयो होइन त्यसको मात्रै होइन मैले भने त्यो एक्सेस मात्रै त्यो एक्सेस चाहिँ नि त्यसपालि मात्रै पाउने होइन स्वरोजगार कोष भन्यो त्यो चाहिँ हाइली पोलिटिसाइज होइन कसले पाइरहेछ भन्दा केही सर्टेन चाहिँ नि राजनीतिक कार्यकर्ताहरूले मात्रै त्यसको एक्सेस पाएको स्थिति हो होइन अब यसलाई चाहिँ नि कसरी सल्भ गर्न सकिन्छ भन्दा मैले जहिले पनि भन्छु धेरै टाढै जानु पर्दैन इन्डियाको मोडल फलो गर्नु इन्डियामा चाहिँ के छ भन्दा स्टार्टअप फन्ड भनेर बिलियन्स एन्ड बिलियन्स अफ डलरको चाहिँ नि फन्ड क्रिएट गरेको छ त्यो फन्डले के गर्छ भन्दा जुन चाहिँ नि रिस्क क्यापिटल भन्छौँ नि हामी होइन मसँग चाहिँ नि आइडिया छ मसँग चाहिँ नि कुनै एउटा क्षमता छ मसँग चाहिँ नि एउटा सोच छ कि म यो काम गरेँ भने चाहिँ नि म पक्कै पनि सफल हुन सक्छु किनभने मसँग त्यो खालको स्किल छ चाहे मसँग लिडरसिप स्किल होला चाहे मसँग मार्केटिङ स्किल होला होइन र मसँग चाहिँ एउटा आइडिया छ भनौँ न त्यो आइडियामा चाहिँ नि कसले लगानी गरिदिने त ब्याङ्कले लोन दिँदैन पक्कै पनि मेरो बुवा आमाले मेरो आइडियालाई चाहिँ नि उ गर्नलाई प्लेस गर्नलाई त्यो ब्याङ्कको लागि चाहिँ नि आफ्नो होइन पुर्खौली सम्पत्ति त दिनेवाला छैन सो इन्डियामा चाहिँ के हुन्छ भने त्यो स्टार्टअप फन्डले चाहिँ नि तपाईँको आइडिया हेरेर तपाईँको क्षमता हेरेर तपाईँको चाहिँ नि प्लान हेरेर तपाईँको चाहिँ नि भनौँ ऊ हेरेर चाहिँ नि त्यहाँ त्यो उसमा चाहिँ नि आइदर सिड मनी दिन्छ आइदर चाहिँ नि त्यसलाई लोन दिन्छ होइन या चाहिँ नि उसलाई चाहिँ नि इक्विटी फाइनेन्सिङ गरिदिन्छ होइन सो त्यो मोडल चाहिँ नि छ यो मोडलमा फेरि काम गर्नलाई चाहिँ नि फेरि म यही सेक्टरमा काम गरेको हुँदाखेरि विदेशी दाती सङ्गठनहरू चाहिँ नि ल नेपालले चाहिँ नि 1 बिलियनको फन्ड मात्रै अनाउन्स गरोस् हामी पैसा हालिदिन्छौँ त्यसमा होइन तर त्यो चाहिँ नि अलिकति विदाउट पोलिटिकल होइन पोलिटिसाइजेसन वेमा चाहिँ नि यो अपरेट हुनु पर्यो इन्डिपेन्डेन्ट मान्छेहरूले एक्सपर्टहरूले चलाउनु पर्यो भन्ने त्यो खालको म विस्पर पनि कहिलेकाहीँ सुनिरहन्छु होइन सो अहिले चाहिँ नि अलिअलि चाहिँ नि भएको छ होइन जस्तो म एकदम उदाहरण दिन्छु मेरो मित्रहरू हुनुहुन्छ अस्कर अली विश्वास ढकाल होइन जसले फोन पे ई सेवा जस्तो गर्नुभयो नि उहाँहरू पनि त्यस्तै हो एउटा आइडियाबाट लिएर आउनुभयो बिस्तारै त्यसलाई हाउस गर्नुभयो होइन अब आज उहाँहरूको सम्पत्ति हेर्ने भने अरबौँमा छ कि उहाँहरूको नेटवर्क अरबौँमा छ होइन उहाँहरू कुनै ठुलो पैसा लिएर आएको पनि होइन एउटा सानो आइडियालाई उहाँहरूले इम्प्लिमेन्ट गर्नुभएको होइन डेफिनेटली उहाँले 12-13 वर्ष चाहिँ सङ्घर्ष गर्नुभयो यहाँसम्म एउटा ठाउँसम्म लिएर आइपुग्नु भयो होइन सो डेफिनेटली त्यो खालको अपर्च्युनिटी पनि नेपालमा नभएको होइन डेफिनेटली पनि छ तर एक्सेस टु फाइनेन्स इज अ बिग प्रब्लम र त्यसलाई गर्नलाई चाहिँ डेफिनेटली पनि सरकारी पक्ष र गैर सरकारी पक्ष त्यसमा पनि स्पेसली प्राइभेट सेक्टरले चाहिँ सँगै बसेर काम गर्न सक्यो भने होइन त्यो जुन एक्सेस टु फाइनेन्सको जुन इस्यु छ नि त्यसलाई चाहिँ सल्भ गर्न सकिन्छ फेरि अन्तिम क्वेसन भन्नु लाग्यो त्यो चाहिँ अब अमेरिका जस्तो देशमा चाहिँ अब नेपालमा चाहिँ एउटा आइडिया बिजनेस आइडिया भत्कियो त्यसपछि ब्याङ्कले पनि ठोक्न सुरु गर्छ होइन तर अमेरिकामा चाहिँ एउटा मेरो आइडिया फेल हो होइन
म अझ अर्को आइडिया लिएर गयो भने चाहिँ दे विल फाइनेन्स भन्ने कुरा पनि रहेछ नि त यो चाहिँ होइन यस्तो छ यही उसमा चाहिँ म के भन्न चाहन्छु भने हामी पनि लबी गरिरहेको छौँ नेपालमा पनि यो लिमिटेड ल्याबिलिटी कम्पनी भन्ने चाहिँ हुनुपर्छ होइन लिमिटेड ल्याबिलिटी भनेको चाहिँ नि स्टार्टअपहरू चाहिँ लिमिटेड ल्याबिलिटी कम्पनीको रूपमा आउनुपर्छ त्यो भनेको उसको ल्याबिलिटी भनेको जति क्यापिटल हो त्यति मात्र हो उसले पैसा हालिसकेपछि त्यसपछिको चाहिँ नि ल्याबिलिटी चाहिँ कसैले पनि बोक्दैन भन्ने कन्सेप्टमै जानुपर्छ हो मैले चाहिँ नि मिनबहादुर गुरुङ या चाहिँ नि हाम्रो वीरेन्द्र दाई या चाहिँ नि हाम्रो चन्द्र ढकाल पनि त्यस्तै उसमा मोडलमा आउनुपर्छ जति जे गरे पनि हुन्छ होइन अर्काको पैसा हो भनेर होइन कि सानसानो एउटा लेभलको चाहिँ स्टार्टअप लेभलको कम्पनीको चाहिँ नि लिमिटेड ल्याबिलिटीकै मोडलमा आउनुपर्छ त्यो भइसकेपछि कसैले पनि यो 3 पुस्तेलाई कालो सूचीमा लगाउने होइन त्यो आइडिया फेल हुँदैमा चाहिँ नि उसको चाहिँ जिन्दगी नै त्यो कालो सूचीमा पर्ने होइन उसलाई चाहिँ पुलिसले आएर ढकबडगड गर्ने होइन यो खालको चाहिँ नि जुन परिपाटी हुन्छ नि त्यो बन्द हुन्छ होइन सो त्यो भनेको चाहिँ नि प्रोसिडरल रूपमा हामी कहाँ पोलिसी लिएर आयो भने यो कुरामा पनि हामी उस गर्न सक्छौँ यो केही पनि होइन खालि कम्पनी चाहिँ कुन रूपमा जाने भन्ने कुरा लिमिटेड ल्याबिलिटी कम्पनी हुने बित्तिकै तपाईँले भन्नुभएको सबै कुरा होइन तपाईँको उस हुनसक्छ लास्ट म ऱ्यापअपै गर्छु होइन उहाँले अघि नै पनि प्रश्न भन्नुभएको थियो कसरी भन्दा त्यही टप डाउन डाउन अप अब भएन भने त यहाँ त लेयर्समा भर्टिकल अप्रोचेसहरू पनि निकाल्नु पर्ला जस्तो छ अब होइन के गर्ने भनेर अनि एट द सेम टाइम उहाँकै कुराबाट हामीले कति धेरै अनुमान गर्न सक्छौँ कि यो पोलिसी रिफर्म पोलिसी इन्टरभेन्सन त्यहाँ होइन अनि त्यो पनि डिफ्रेन्ट डेमोग्राफीलाई युथहरूलाई छुट्टै वुमेनहरूलाई छुट्टै होइन अनि प्रब्लम एल्डरलीहरूलाई छुट्टै होला उहाँहरूले पनि त अब आफ्नो होइन उहाँहरूले नि इन्भेस्ट गर्न पाउनु पऱ्यो नि होइन उहाँहरूसँग कति स्किल सेट होला सो यो सबै कुराहरूमा हामीले कति धेरै तहमा उहाँले जति पनि प्रब्लम भनिदिनु भयो नि कति तहमा चाहिँ पोलिसी मेकिङ लेभलबाट नै त्यो सहकार्य हुनुपर्छ भन्ने कुरामा हामीले चाहिँ वी आर ट्राइङ टु डु द्याट भनौँ न पार्टीगत रूपमा चाहिँ हामीले गर्नु खोजेको नै यही हो र होपफुली कुनै न कुनै केही न केही खालके सहकार्य र सोल्युसनमा हामी पुग्छौँ होला Thank you for your time. यति धेरै कुरा सिक्न पायो है. Thank you everyone for being here. म चाहिँ निस्किनु पर्ने भयो